welcome back to our next episode with the title Side Songs and Everything in Between. Today we have with us Mr. Prajwal. So हामी चाहिँ अब उहाँलाई नै introduce गर्न दिन्छौँ. So without further delay, please introduce yourself. ल थ्याङ्क यू सम्प्रदा है फर्स्टमा चाहिँ थ्याङ्क यू बोलाइदिएकोमा हैन अनि अब म चाहिँ प्रज्वल धिताल सिभिल इन्जिनियर अनि म्युजिशियन पनि भन्नु पर्यो अनि त्यही नै हो आफ्नो इन्ट्रो चाहिँ Okay. ल ठिक छ अगाडि बढौँ त्यसो भए एकदम एकदम ओके ल हाउ वुड यु डिस्क्राइब योर करेन्ट केओस भर्सेस कुरा के बिल्ड गर्दै हुनुहुन्छ र आजकल के को बारेमा कुरा गर्दै हुनुहुन्छ अहिले चाहिँ मेरो त्यही काम नै भइरहेछ पहिला सुरु के गर्ने भनेर मैले छुट्याएँ हैन अनि त्यसपछि त्यो छुट्याउँदाखेरि चाहिँ मेरो त्यही अब मलाई आउने मलाई मनपर्ने भनेको त्यही एउटा मेरो इन्जिनियरिङको साइड हो एउटा मेरो म्युजिकको कुरा भयो अनि त्यही गर्दाखेरि चाहिँ अब यसमा नै के गर्न सकिन्छ त अब गर्न त कति धेरै कुरा हुन्छ नि त संसारमा त कति नयाँ कुरा आइरहेछ घरि एआई भनेर चाहिँ त्यो पनि इन्ट्रेस्टिङ लाग्छ घरि अर्कोले एउटा कुरा भनिदिन्छ त्यो पनि इन्ट्रेस्टिङ लाग्छ त्यही गर्दा चाहिँ अहिले चाहिँ म यही मेरो सिभिल इन्जिनियरिङ अनि म्युजिक यसमा नै फोकस छु सो अहिले दुईटामा मेजरली फोकस एकदम फुल अन कामै चलिरहेछ बिजी नै भइरहेछ भनौँ न यहीमा नै ओके ल अब यसैको बारेमा सिभिल इन्जिनियरिङ र म्युजिक भन्नुभयो आज चाहिँ हामीले त्यही सराउन्डको क्वेसन लिएर आएको छौँ है ल अब इफ म बाहेक कसैले ऱ्यान्डम कसरी हजुरलाई वाट डु यु डु भनेर सोध्नुभयो भने सुरुमा चाहिँ सिभिल इन्जिनियर भन्न आउँछ कि आइएम अ सिङ्गर भनेर इन्ट्रोडक्सन भन्न आउँछ अब यो कुरालाई चाहिँ म एकदम अनेस्ट भएर भन्छु हैन यो कुरालाई चाहिँ अब कसले सोधिरहेछ म एकदम हुन्छ नि अब ऱ्यान्डम बाटो हिँड्ने मान्छेले मलाई अहिलेसम्म सोधेको छैन म के गरिरहेछ भनेर कि त म कतै मिटिङमा जाँदा या कि कन्फरेन्समा जाँदा कोहीले सोध्या हुन्छ कि त अब कतै म्युजिसियनकै सर्कलमा हुँदाखेरि कोहीले सोध्या हुन्छ अब त्यतातिर सोद्धाखेरि मैले गिटार बजाउँछु भन्छु अनि अर्कोतिरको साइडमा चाहिँ म इन्जिनियर हो सिभिल इन्जिनियर हो भनेर भन्छु त्यही भएर त्यसरी चाहिँ डिफ्रेन्सिएट हुन्छ कि अब ऱ्यान्डमली मान्छेले मलाई कोहीले सोधेकै छैन कि अहिलेसम्म के गर्नुहुन्छ भनेर कसैले सोधिहाल्यो भने चाहिँ के भन्नुहुन्छ जस्तो लाग्छ मैले फर्स्टमा अब मैले फर्स्टमा चाहिँ त्यो मान्छे अब नर्मल हाम्रो उमेरको छ भने चाहिँ म म्युजिसियनै भन्न प्रिफर गर्छु होला तर अलिकति हाम्रो बाबा मम्मीको उमेरको हुँदा नि उहाँहरूलाई फेरि एक्सप्लेन गर्नुपर्छ नि त म्युजिसियन के हो कता के भनेर त्योभन्दा कुरो इन्जिनियर भनिदियो भने बुझिहाल्नुहुन्छ होइन त्यही अनुसारै म कतै अब बसमा गाउँमा जाँदाखेरि कोहीले सोध्यो भने मैले त्यो एक्जाम्पल राखेँ के गर्नुहुन्छ भने म सिभिल इन्जिनियर पनि हो भनेर भनिदिउँला हुन्छ सो आइडेन्टिटी दुईटैमा छ तर अब हेरी सिचुएसन हेरी एकदम ओके र इन्जिनियरिङ र म्युजिक चाहिँ एकदम अपोजिट वर्ल्ड जस्तो लाग्छ यसो सुरुमा हेर्दाखेरि होइन हजुर तपाईँ साइडको गियर्सबाट आफ्नो गिटार अथवा स्टुडियोमा जाँदा शिफ्ट हुँदाखेरि चाहिँ पुरै सिफ्टै भएको जस्तो लाग्छ कि हुन्छ नि अब नेचुरली त्यो हेबिटेटमा शिफ्ट भएपछि आफै शिफ्ट हुन्छ जस्तो लाग्छ कि त्यो चाहिँ कसरी के हुन्छ जस्तो लाग्छ अब यस्तो छ सिभिल इन्जिनियरिङ भनेर साइटै मात्र हुन्छ भन्ने पनि छैन नि त म पहिला चाहिँ साइटमा धेरै नै काम गरेको होइन बिल्डिङमा अनि टनेलमा पनि अब त्यो बेला चाहिँ के हुन्थ्यो भन्दाखेरिमा मेरो कति पार्ट अफ लाइफमा चाहिँ इन्जिनियरिङ मात्र पनि छ क्या जसमा मैले म्युजिकै अब म टनेलमा हुँदाखेरि त कहाँ म्युजिक हुन्थ्यो नि मेरो त त्यहाँ त के गिटार त लिएर गएको होइन घरि डे ड्युटी हुने दिएको भए बेला नाइटको मान्छे सुत्नु पर्यो मेरो अफ हुँदाखेरि अनि उतापट्टि अब नाइटमा आइसक्यो अरूलाई झन् डिस्टर्ब गर्नु भएन राति त्यो हुँदा त त्यस्तो गिटार म्युजिक टाढै थियो कि मबाट त्यही भएर त्यो स्विच गर्ने मौकै पाइनँ अनि अहिले अब म यता भ्यालीबाटै काम गर्दाखेरि चाहिँ अहिले चाहिँ म मोस्टली कामहरू रिमोट पनि गरिरहेको छु क्या रिमोटली गर्दाखेरि चाहिँ मैले भ्याइरहेको छु भनौँ न आफ्नो अब गीत बनाउन नि भ्याइरहेको छु अनि त्यसपछि इन्जिनियरिङ पनि मजाले भ्याइरहेको छु त्यो किनकि मेरो कतै जानलाई ट्रान्सपोर्टेसनमा मेरो त्यहाँ टाइम बच्छ नि त अनि मैले कसरी सोचेको हुन्छु भन्दाखेरिमा चाहिँ त्यो स्विच गर्ने भन्दा पनि मैले अहिले चाहिँ इन्जिनियरिङ पनि म्युजिक पनि एउटा आर्ट जसरी नै सोचेको हुन्छ कि इन्जिनियरिङ पनि एउटा आर्टै हो भनेर लिइरहेको हुन्छ क्या अनि कति कुरा मैले अप्रोच गर्ने कुराहरू चाहिँ मिलिरहेको हुन्छ क्या म्युजिक पनि त्यही सुन्ने नै हो अप्रोच गर्ने नै हो नि इन्जिनियरिङ पनि त्यही पहिला सुरु त अब्जर्भ गर्ने नै हो नि त अनि त्यही भएर दुइटै मेरो एउटा त्यो काम जसरी ट्रिट भइरहेन कि एउटा आर्टको फर्म हो एउटा चाहिँ म्युजिक भयो एउटा चाहिँ इन्जिनियरिङ हो त्यसरी ट्रिट गरिरहेको छु मैले ओके सो इन्जिनियरिङ एउटा आर्ट हो भन्नुभयो होइन तर यसो हेर्दा म्युजिकमा चाहिँ फ्रिडम हुन्छ जस्तो लाग्छ मलाई होइन बिकज यु क्यान कम्पोज एनिथिङ होइन अब केही कुरा मन परेन भने सिफ्ट चेन्ज तर सिभिल इन्जिनियरिङकै कुरा गरौँ कति कुरा त फलो नै गर्नुपर्ने हुन्छ नि त अनि त्यसमा चाहिँ आई थिङ्क अ बिट डिफरेन्स आउँछ म्युजिक र सिभिल इन्जिनियरिङको कुरामा कतिचोटि चाहिँ हामीले हुन्छ नि यही प्यारामिटर्समा बसेरै काम गर्नुपर्छ भन्ने हुन्छ डिजाइनहरू गर्दाखेरि पनि होइन म्युजिक चाहिँ आई फिल अलिक फ्री फ्लोइङ
सो त्यति बेला चाहिँ अलिकति फरक हुन्छ होला सायद, कुन पर्सनालिटीले बढी जित्छ भन्ने हुन्छ होला। होइन त्योमा पनि यस्तो छ कि फेरि मैले त्यो इन्जिनियरिङ पनि आर्ट हो भनेर भने त्यो चाहिँ मेरो यतापट्टि रिसर्चतिरको पार्ट हो कि आफूलाई के गर्न मन लाग्छ त। अब बिल्डिङ बनाउने होइन, स्टेबल हुनु पऱ्यो एउटा कुरो, अनि पहिला सुरु क्लाइन्टको बजेटभित्र हुनु पऱ्यो, त्यसपछि हजुरको मर्जी हो कि। अनि त्यो मापदण्ड एउटा भइहाल्छ, त्यो भित्र बसेर चाहिँ फ्रिडम त्यसमा पनि छ। त्यही भएर मैले आर्ट फर्म जसरी नै, किनकि मैले काम जसरी ट्रिट गरेँ भने चाहिँ मलाई गाह्रो भयो क्या भन्ने पर्दाखेरि त्यो कुरा गर्नको लागि। अनि त्यही गर्दाखेरि अब मेरो कोपिङ मेकानिजम पनि हुनसक्छ कि आर्ट जसरी लियो भने चाहिँ मलाई गर्न सजिलो भयो, इन्ट्रेस्ट बढ्दै गयो, अनि मैले म्यानेज गर्नलाई मलाई हेल्प भयो। हजुर। सो हजुरले चाहिँ अहिले इन्स्टामा अकाउन्ट पनि खोल्नु भएको छ होइन? एउटा चाहिँ प्रज्वल प्लेज हजुरको म्युजिक साइडतिर, अर्को चाहिँ प्रज्वल बिल्ड्स मोर इन्जिनियरिङ। आई फिल अहिलेको इन्जिनियरिङ स्टुडेन्टहरूलाई हेल्प हुने गरी नै हजुरले कन्टेन्टहरू बनाइराख्नु भएको हुन्छ होइन? कुनै यस्तो दिनहरू छ जब चाहिँ हुन्छ नि म यो कन्टेन्ट चाहिँ धेरै बनाउँदा रमाइलो भइरहेछ मलाई भन्ने त्यस्तो केही छ कि होइन आज मैले यो सिकेँ, म यही इन्जिनियरिङ रिलेटेड सेयर गर्छु आफ्नो जुनियर्सलाई, र आज यसो स्टुडियोमा बसिरहेको थिएँ म यही गर्छु भन्ने छ कि मोर एउटातिर कन्टेन्ट बनाउन चाहिँ त्यस्तो केही छ? त्यस्तो भन्दा नि कन्टेन्ट क्रिएसन चाहिँ मलाई के जस्तो लाग्यो भन्दाखेरि अहिले चाहिँ अब हामी यसरी बसेर नर्मल मान्छेसँग गफ हानिन्न, नर्मल नचिनेको मान्छेसँग, त्यही भएर एउटा वे अफ कनेक्टिङ अनि एउटा वे अफ कम्युनिकेटिङ चाहिँ कन्टेन्ट क्रिएसन हो जस्तो लाग्यो। अब मेरो म्युजिक पनि एउटा फर्म अफ कम्युनिकेसनै हो, इन्जिनियरिङ पनि त्यो डिजाइन बाहिर निस्केर हेर्ने हो भने त उसले के चाहिरहेछ पहिला उसको कुरा त बुझ्नु पऱ्यो नि त। त्यही भएर त्यो कनेक्सन बिल्ड गर्नको लागि अनि आफूलाई पनि हुन्छ नि सबैमा जानको मन लागि एउटा मिडियम हो जस्तो लाग्यो कि मलाई कन्टेन्ट क्रिएसन चाहिँ। त्यही भएर मैले अनि बिस्तारै पहिला सुरु चाहिँ मलाई थाहा थिएन होइन, सुरु गर्दाखेरि चाहिँ के हो भनेरै थाहा थिएन। त्यसपछि सुरु गर्दै गएपछि चाहिँ मान्छेहरूले हेर्न थाले, त्यसपछि कमेन्टहरू आउनु थाल्यो, त्यसपछि के गरौँ दाइ या यस्तो गर्दा कस्तो हुन्छ भनेर क्लाइन्टहरू त्यहाँबाट पनि भेटिन थाल्यो, अनि मेरो पर्सपेक्टिभ खुल्या हो। अनि त्यही भएर एउटामा ढल्किनु भन्दा पनि अब सपोज एक्सप्रेस गरिरहेको हो क्या मैले। अनि हुनसक्छ कुनै दिन चाहिँ अब मेरो दिमागमा मैले त्यो दिनको स्लटहरू छुट्याउनु भन्दा पनि त्यो लाइफको चाहिँ मेरो लङ टर्म हो भनेर सोचेको हुन्छ क्या। कसरी भन्दाखेरि म्युजिक मैले अब आज 10वटा कन्टेन्ट हालेर त्यसलाई कतै पुऱ्याइरहेको होइन क्या, मैले त्यो मेरो लाइफभरि नै गर्ने हो। अनि कतै न कतै पुग्छ, कतै कुनामा कोहीले देख्ला, अनि हुन्छ नि मसँग कनेक्ट होला, अनि केही चाहिए मैले केही अफर गर्ने कुरा छ भने मैले उसलाई दिउँला या होला नि त, त्यो वे अफ कम्युनिकेटिङै हो क्या। त्यही भएर त्यसलाई मैले कम्युनिकेसन अनि एउटा मेरो एक्सप्रेसनको फर्म जसरी नै ट्रिट गरेको छु क्या। अनि कुनै दिन हो म्युजिक मात्र खिचिन्छ, कुनै दिन हो इन्जिनियरिङ मात्र खिचिन्छ, अनि त्यसलाई चाहिँ अनि मिलाएर त्यहाँ अब एक दिनमा एउटा भिडियो यता, एक दिनमा एउटा भिडियो यता, टर्न स्टकहरू यता हुन्छ, हो त्यसरी ट्रिट गरिरहेको छ। पाइपलाइनमा चाहिँ लगभग दुईटैको रिलेटेड हुन्छ। एकदम एकदम। अनि हजुरलाई चाहिँ के लाग्छ पहिला इन्जिनियरिङ पढ्दाखेरि नै सुरु गर्दा हुन्थ्यो कन्टेन्ट, त्यति बेला झन् फिल्डमा जान पाइन्थ्यो त्यस्तो भन्ने केही छ? अब भन्छन् नि अहिले भन्दा सबसे बेस्ट समय भनेको 4 वर्ष अगाडि थियो अरे होइन, अनि सबसे बेस्ट समय भनेको आज हो अरे कि। त्यही भएर मेरो लागि चाहिँ अब फर्केर मैले भन्नै पर्दाखेरि पहिल्यै सुरु गरेको थिएँ कि यो म पढ्दाखेरि नै मेरो टिकटकमा इन्जिनियरिङ मजाले हाल्थेँ, अनि यो म्युजिक पनि हाल्थेँ, त्यसपछि टिकटक ब्यान भएको थियो क्या। ब्यान भएपछि मलाई झ्याउ लाग्यो, त्यो भिपिएन अन गरी हेर्छन् हेर्दैनन्, फेरि आफ्नो त्यो बेला पढाइ पनि छ नि त, फेरि पास पनि हुनु पऱ्यो। अनि त्यो गर्दाखेरि चाहिँ मैले त्यो खासै मतलब दिनँ। त्यो बेला मेरो सिभिल गाइड भनेर थियो, क्लासको केटाहरूलाई थाहा थियो, अनि केटाहरूले मलाई जिस्काउँथे सिभिल गाइड भनेर होइन। त्यो बेला चाहिँ मैले कसरी खोलेको थिएँ भन्दाखेरि मेरो के भन्दाखेरि लेम्यानले पनि बुझोस् कि इन्जिनियरिङ अब यो बिल्डिङमा पिल्लरमा के भइरहेछ भनेर चाहिँ एउटा लेम्यानले पनि बुझोस् के। इन्जिनियरले त बुझ्ला होइन, तर एउटा लेम्यानलाई पनि बुझाउनु त सकिन्छ नि त। हो त्यही भएर मेरो चाहिँ त्यही लेम्यानलाई नै बुझाउन खोजिरहेको हो कि मैले, सबैको लागि एक्सेसिबल भओस् त्यो इन्जिनियरिङ नलेज भनेर त्यो बेला खोलेको थिएँ। अनि त्यसपछि ब्यान्ड हो, अनि त्यसपछि म पनि भुलेँ अरू कुरामा, अनि त्यसपछि अहिले फेरि सुरु गरियो। अहिले ठिक छ, म एकदम देखिरहेको हुन्छु। अनि मलाई चाहिँ कस्तो लाग्छ हजुरको कन्टेन्ट हेर्दा भन्दाखेरि इन्जिनियरिङ स्टुडेन्टहरूलाई चाहिँ एउटा अलिकति नलेज पाइराख्नु भएको छ कि फिल्ड रिलेटेड, अथवा हुन्छ नि पास गर्न कसरी सजिलो छ यो सब्जेक्ट, जुन आई थिङ्क हामी पढ्दाखेरि त्यो यसरी नै कन्टेन्ट हामीले खासै पाउँदैन थियो। आफ्नै सिनियरले आफै भोगेर भनेको कुरा कमै हुन्थ्यो नि त। सो आई थिङ्क अहिलेको कन्टेन्ट एकदम अडियन्स जुन टार्गेट अडियन्स छ त्यो एकदमै हिट भइरहेको छ जस्तो लाग्छ मलाई होइन। पुगिरहेकै छ भन्नु पर्यो। कमेन्टहरू पनि त्यसरी नै आउँछ होला हजुरलाई, सायद हुन्छ नि यो यसमा हेल्प भयो भनेर आउँछ। अनि एडभाइस पनि लिन खोज्नुहुन्छ, अनि कतिजना 12 पास गरेको मान्छेहरू हुन्छ नि उहाँहरूले पनि सोध्नुहुन्छ कि के छ नेपालमा सिभिल इन्जिनियरिङ गर्दा ठिक छ भनेर पनि सोध्नुहुन्छ। सो
सो ठिकै नै छ, एकदम ठिकै नै छ। अब मैले यस्तो पनि हुन्छ कि अब कुनै कुनै भिडियोहरू क्लाइन्ट फोकस्ड हुन्छ, किनकि क्लाइन्ट अब मलाई पनि चाहियो र म आफू नै रन हुनको लागि। अब त्यही भएर म क्लाइन्टलाई चाहिँ के मैले अफर गर्ने कुरा भनेर त्यो पनि दिन्छु। अनि अरू भनेको स्टुडेन्टलाई त अब आफूले जानेको कुरा सिनियरले जुनियरलाई सिकाएको जस्तै त्यहाँ चाहिँ मैले ठुलो एउटा मासमा सिकाएँ, त्यही हो कुरा चाहिँ। ठिक छ, एकदम रमाइलो पनि हुन्छ आई थिङ्क हेर्दाखेरि होइन। हजुर ल अब अगाडि बढ्दा चाहिँ होइन टेक्निकल कुराहरूलाई इन्टरटेनिङली प्रेजेन्ट गर्नुपर्छ नि त कन्टेन्ट, किनभने कन्टेन्ट कन्ज्युमिङ नै एकदम त्यो इन्टरटेनमेन्ट भएन भने हाम्रो आजकलको रिल सर्ट्सको जमानामा फ्यु सेकेन्ड्समा ग्रास्प भएन भने हामी स्किप गरिदिइहाल्छौँ होइन। त्यो स्ट्राटेजी चाहिँ के हो जुन लेम्यान टर्म्समा बुझाउँछु भन्नुभयो होइन, अब कङ्क्रिट रिबार जस्तो टर्म्सहरूलाई होइन इन्टरटेनिङ वेमा त्यो सिम्पल वेमा एक्सप्लेन गर्ने स्ट्राटेजी केही छ त्यस्तो? यस्तो पनि हुन्छ, अब मेरो टार्गेटेड अडियन्स के हो भन्ने कुरा हो कि अब हजुरले घर बनाइरहनु भएको छ भने यदि घरको भिडियो आयो भने हजुर रोकिनुहुन्छ कि, तर हजुरलाई घरको बारेमा मतलबै छैन, केही नै छैन भने त्यसलाई एकदमै इन्ट्रेस्टिङ बनाउनुपर्छ कि हजुरलाई त्यहाँ मैले रोकाउनको लागि। त्यही भएर मैले इन्ट्रेस्टिङ चाहिँ एउटा पाटो भइहाल्यो होइन, त्यो हुकहरू भन्छन् नि त्यो एउटा पाटो भयो, त्यसमा पनि एउटा पाटो त्यो भइहाल्यो कन्टेन्ट राइटिङमा। तर मेन भनेको चाहिँ मेरो कसको लागि मैले कन्टेन्ट बनाउँदैछु। अब उसलाई जे गरे पनि त्यो चाहिएको नै छैन भने त त्यो उसले एकछिन हेरेर रोकिएर त्योबाट इन्टरटेन हुन्छ अनि बिर्सिन्छ क्या। त्यो भएर मेरो मेन मोटिभ चाहिँ मलाई हेरिदियोस् भन्ने होइन, तर उसलाई त्यो चाहिएको मान्छेले चाहिँ रोकेर त्यहाँबाट केही बुझोस् भनेर मैले हुक बनाउँदा पनि अब मेरो मिलियन भ्युज जानु परेन कि मलाई, सबैले मेरो भिडियो हेर्नै परेन, जसलाई चाहिएको छ उसले चाहिँ हेरोस्, हो त्यो अनुसारले बनाएको हुन्छ। भनेको हुक भन्दा पनि मोर जसलाई नेसेसरी छ त्योसम्म चाहिँ पुगोस् भन्ने स्ट्राटेजीले नै अगाडि बढिरहेको। हुक त चाहिहाल्यो नि, नत्र उनीहरू पनि रोकिँदैन, किनकि उनीहरू पनि त्यही यसरी स्क्रोल एक स्क्रोल अवे त हो नि, हामी त यस्तो गरेर पनि सकियो। त्यही भएर त्यसको लागि पनि एउटा हुक त चाहिहाल्यो, उनीहरू पनि रोकाउनको लागि के को बारे मैले भिडियो बनाउँदैछु, किनकि उनीहरूलाई थाहै भएन भने त उनीहरू रोकिँदैन नि त, फेरि त्यो चाहिने चिज हो जस्तो नलागेर। त्यही भएर त्यसमा नै खेलिरहेको हुन्छ। एन्ड द्याट इज अ गुड स्ट्राटेजी आई थिङ्क, किनभने टेक्निकल कुराहरू गर्दाखेरि जति नै म सिम्पल गर्छु भन्दा पनि सर्टेन कुराहरूलाई बाइपास गर्न सकिन्न नि त। अनि त्यो हुँदाखेरि झन् गुड अडियन्स जो नेसेसरी छ त्यो अडियन्ससम्म पुग्यो भने आई थिङ्क गोल नै त्यही हो इभेन्चुली गएर है। सो इन्जिनियरिङको लाइफस्टाइल पहिला पढ्दाखेरिको लाइफस्टाइल होस् वा अहिले जबको लाइफस्टाइल होस् अलिक स्ट्रेसफुल नै छ जस्तो लाग्छ मलाई होइन। अनि यो कन्टेन्ट क्रिएसन गर्दा म्युजिक गर्दा होइन डज इट हेल्प यु भेन्ट कि हुन्छ नि त्यो टाइम म्यानेजमेन्ट वा कन्टेन्ट क्रिएसनको झन् प्रेसर एड भइरहेको छ अहिले चाहिँ? प्रेसर त अब जे पनि नयाँ कुरा गर्दाखेरि अलिअलि प्रेसर त आइहाल्छ, आफ्नो टाइम स्लट त जे नै गरे पनि कि जे नै अब आज बेलुका म कोहीसँग खाना खान जान्छु भनेर सोच्यो भने पनि त्यो कुरा गर्नको लागि अगाडिदेखि रेडी हुनु त पऱ्यो। त्यस्तै हो कन्टेन्टको लागि पनि। अनि कन्टेन्ट चाहिँ मलाई त्यस्तरी प्रेसर चाहिँ दिँदा भन्दा नि मेरो एक्सप्रेसै गरिरहेको छु कि, अनि एक्सप्रेस गर्दाखेरि मैले अब केही होला भनेर एक्सप्रेस सुरु गर्दा केही नै थाहा हुन्न नि त। अनि बाटोमा हिँड्दै जाँदा चाहिँ ओहो मान्छेहरू भेट्दाखेरि होइन कति कति ठाउँमा चिन्दा पनि हुन्छ कि। अनि अस्ति एक ठाउँमा जाँदाखेरि चाहिँ म एउटा कन्सर्ट गर्न गएको थिएँ होइन, त्यहाँ एकजनाले मलाई चिन्नुभयो, अनि हजुर प्रज्वल होइन भन्नुभयो होइन। अनि मैले चाहिँ ओहो अब त्यो कन्सर्टमा गएको प्रज्वल प्लेसबाट चिने होला जस्तो लाग्यो मलाई, प्रज्वल बिल्स भनिदिनु भयो कि त्यसपछि। अनि त्यसपछि चाहिँ ए हे उहाँहरू पनि इन्जिनियरै हुनुहुन्छ रहेछ कि। अनि त्यही भएपछि चाहिँ ए मान्छेबाट पुगिरहेको रहेछ भन्ने छ। अलिअलि प्रेसर त भइहाल्छ, किनकि टाइम अब आफ्नो काम गरेर त्यो कामलाई देखाएर मैले अरू के दिन सक्छु त अफर गर्न सक्छु भनेर लेखेर खिचेर गर्दाखेरि अलिकति चाहिँ छ। तर म एकदम ग्रेटफुल छु, आफूलाई रमाइलो लागिरहेछ। अनि अहिले अब सबै स्किल हामीसँग हुँदै पनि एउटा कन्टेन्ट क्रिएसन पनि एउटा स्किल जसरी नै ट्रिट पनि गरिरहेको छु कि मैले। अब यो क्यामेरा अगाडि बोल्ने अब त्यस्तै भइसक्यो कि, वे अफ कम्युनिकेसन नै त्यस्तै भइसक्यो जस्तो लाग्छ मलाई। हो अहिले डिजिटल जमानामा आई थिङ्क कम्युनिकेट कोसँग गर्ने कसरी गर्ने भन्दा क्यामेरा इज भेरी नेसेसरी, त्यसैको अगाडि नै एकदम अड्याप्ट हुन सिक्नुपर्छ है। अब एक्जाम्पलको लागि अब हामीले यहाँ मास बोलायौँ होइन 50,000 जना आउँदैन नि त मेरो कुरा सुन्नको लागि, तर मैले त्यहाँ हालिदिएँ भने 50K भ्युज गयो भने 50,000ले हेरे त हो नि। हो त्यसरी पनि भनेपछि त अब मान्छेहरूले त्यसरी हेर्न थाल्यो क्या। अब डिजिटली मान्छेहरू स्याटरडे सन्डे घर बसेर नै धेरै कन्टेन्ट कन्ज्युम गर्छन्। आई फिल त्यो कन्सर्टहरू पनि भन्दा पनि लाइभ नै छ त भनेर धेरै नै त्यो त्यसरी नै लिन थालिसक्नु भयो होइन। अब इन्जिनियरिङ पढ्न कतिको स्ट्रगल गर्यो होइन, अनि अब नाउ द्याट युआर वर्किङ सिभिल इन्जिनियरिङ फिल्डमा होइन, डु यु एभर फिल कि त्यो डिग्रीले चाहिँ रियालिटी अफ वर्क म्याच गरेको छैन? अब मैले चाहिँ सिभिल इन्जिनियरिङ चाहिँ मलाई एक्जामको बेला चाहिँ स्ट्रेस भएको हो होइन, तर कसरी म पास चाहिँ भएको हो कि फेरि ब्याक नलाइकन कि। अनि कसरी पास भएको हो। अब
पढ्ने बेला चाहिँ मेरो पहिलेदेखि फर्स्टमा चाहिँ अप्रोच छुट्टै हुन्थ्यो। मैले आर्ट जस्तो नै ट्रिट गरिरहेको थिएँ क्या, किनकि त्यो पढिरहेको कुराहरू हुन्छ नि त्यस पनि यसो भित्र खोताल्दै जाने हो भने चाहिँ त्यो भित्र केही न केही खतरा कुरा हुन्थ्यो क्या। अब भन्नै पर्दाखेरि त अब कतै टर्बाइन घुमेर त्योबाट पानी आछ अरे त्यहाँ टर्बाइन घुमेर त्योबाट बत्ती बल्दाखेरि कस्तो इन्ट्रेस्टिङ कुरा हो नि त। अब मैले चाहिँ त्यस्तै नै इन्ट्रेस्टिङ लाग्यो कि मलाई, अनि त्यसले नै मेरो इन्ट्रेस्ट बढायो कि जस्तो लाग्छ। अनि इन्ट्रेस्ट बढाएपछि थोरै पढे पनि त्यो याद भइदियो क्या, किनकि मैले बाहिर भेटे पनि कोहीलाई गफ हानिदिने कि त्यो पढेको बारेमा क्या। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई अलि हेल्प भयो। अनि अब हाम्रो यो गिगहरू हुँदाखेरि मेरो ब्यान्ड पनि थियो, अनि ओरिजिनल्स गर्ने भने होइन, त्यो गर्दाखेरि चाहिँ मलाई बेला बेलामा चाहिँ प्रेसरै हुने क्या, किनकि एक्जाम छ, एडिटी फेरि कति आउँछ हाम्रो, एडिटी आएको आयो होइन, अब जानु त पर्यो। अनि आउँदाखेरि चाहिँ त्यो प्रेसर चाहिँ मलाई कुनै पोइन्ट अफ टाइममा चाहिँ गाह्रो पनि भएको थियो कि अलिकति त्यो म्यानेज गर्नलाई। अब यतापट्टि ब्यान्डमा पनि केटाहरूलाई ज्याम गर्नै पर्यो होइन, दिनको अब 1-2 घन्टा त्यसलाई छुट्याउनै पर्यो क्या, त्यहाँ गएर ज्याम रुममा ज्याम गर्न। त्यसपछि आफूले प्र्याक्टिस गर्ने त छुट्टै छँदैछ, त्यसपछि अब इन्जिनियरिङ झन् छुट्टै छँदैछ यतापट्टि। त्यही पनि मैले कुनैलाई छोडिनँ भनौँ न, कुनैलाई छोडिनँ। अनि गाह्रो त भएको थियो, त्यही पनि सबै साथी सर्कलले पनि भेरी ग्रेटफुल टु माई फ्रेन्ड्स होइन, उनीहरूले पनि मलाई सिकाइदिएको हो क्या। अब कति कुरा मैले क्लास पनि कति छोडेँ होला, तर एक्जाममा त चाहिन्छ त्यो कुरा। अनि मेरो साथीहरूलाई चाहिँ एकदमै ग्रेटफुल, उनीहरूले मलाई सिकाइदिन्थे है एकदम। अनि उनीहरूले सिकाएर म पास हुन्थेँ, केटाहरू फेरि मलाई सिकाएर उनीहरू फेल पनि भएन कतिजना, त्यो पनि एउटा रमाइलो पाटो छ। तर उनीहरूले त्यो हेल्प गर्ने, नोटहरू प्रोभाइड गरिदिने, कताबाट रिसोर्स कताबाट छ भनेर, त्यस्तोमा उनीहरूले सिकाइदिएपछि चाहिँ मेरो थोरै टाइममा पनि मैले धेरै मटेरियल त अलरेडी छ नि त मसँग, अनि त्यसले गर्दा चाहिँ मलाई हेल्प भयो क्या। अनि त्यही भएर दुईवटा कुरा मेरो प्यारलली नछोडिकन गयो। कुन सब्जेक्ट चाहिँ एकदम अलि गाह्रो जस्तो लाग्छ सिभिलमा? सिभिलमा चाहिँ अब सबैले फ्लुइड र हाइड्रोलिक्स भन्छ होइन, गाह्रो 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 भन्दा मलाई चाहिँ मैले जुन पढिनँ नि, अब फ्लुइड र हाइड्रोलिक्स चाहिँ गाह्रो छ भनिन्थ्यो, अनि अलिकति फोकस गरिन्थ्यो। मैले अलिकति नपढेको सब्जेक्ट हुन्छ नि, एक्जाममा गएर चाहिँ त्यो अब सपोज इलेक्ट्रोनिक्स चाहिँ के बेसिक इलेक्ट्रोनिक्स इन्जिनियरिङ भन्ने थियो होइन, घरि डायट रे घरि के रे, त्यो पनि रमाइलो त भित्र छिन्यो भने त होइन, जङ्सन रे के हुन्छ नि होइन। हजुर झन् इलेक्ट्रोनिक्स पढेको हुनुभयो के अरे, त्यसमा चाहिँ मलाई त्यो नपढेको क्या, मैले त्यो न्युमेरिकलै नहेरिदिएको क्या। त्यसमा हुन्छ नि त्यो सब्जेक्ट त हामीले सेम पढ्यो होला, बेसिक इलेक्ट्रोनिक्स इन्जिनियरिङ, त्यहाँ छ नि के। अनि त्यहाँ डायट त अझ सिम्पल कुरा भने मैले के हुन्छ नि, त्यहाँ भित्र छिर्दै गएपछि कि अरू एन्ड गेट अनि के यताबाट करेन्ट छिर्यो, उल्टायो हुन्छ नि हो। त्यो बेला चाहिँ मैले त्यो पढिनँ, अनि त्यसले गर्दा चाहिँ मलाई अलिकति एक्जाममा चाहिँ अलिक धेरै पोर्सन छोडेर जानुभएको थियो क्या त्यसको चाहिँ मैले, किनकि अब पास हुनलाई यति पढ्छु, 50 मार्क्स जति पढ्छु, अरू म सर मात्रै हेरेर जान्छु भनेर, त्यो मलाई अलिकति मैले नै ध्यान नदिएको भएर चाहिँ अलिकति गाह्रो लाग्थ्यो। अरू चाहिँ गाह्रो मलाई चाहिँ यो गाह्रो लाग्यो भनौँ न, मैले नपढेको भएर। आई थिङ्क फ्लुइड र हाइड्रोलिक्स सिभिलमा एउटा कुरै छ कि अलिक गाह्रो हुन्छ भनेर, सो त्यसमा अलिक बढी ध्यान पनि दिन्छ जस्तो लाग्छ मलाई दासमा। अब बेसिक इलेक्ट्रोनिक्स केमिस्ट्री भनेको अब अरू फिल्डतिरको पर्यो, अलि गाह्रो पनि हुन्छ जस्तो लाग्छ मलाई। अरू पनि पर्यो, अनि त्यसपछि के पनि भयो भन्दा कुन सेमेस्टरमा कुन कुराले असर पार्दो रहेछ भन्ने नि हुँदो रहेछ कि। अब कुन सेमेस्टरमा के गरिरह, अब कुनै सेमेस्टरमा धेरै गिटार बजाइएला, कुनै सेमेस्टरमा कलेजमा धेरै प्रोग्राम होला, स्पोर्ट्स विक होला, त्यो बेला छोडिन्छ हो। त्यो बेला त्यसरी चाहिँ सब्जेक्ट गाह्रो हुँदो रहेछ। अनि क्वेसनको हिसाबले हेर्ने हो भने चाहिँ फ्लुइड भन्दा पनि मलाई हाइड्रोलिक्सको क्वेसन चाहिँ गाह्रो लाग्थ्यो क्या, किनकि गएको है मिल्दैन कुनै मिल्दैन। अनि 3 घन्टा अब यत्रो पढिसक्यो 6 महिना, 3 घन्टा चाहिँ म वारमा गएको जसरी जान्थेँ कि, त्यो हुन्छ जे हो त्यही 3 घन्टामा गएर बाहिर निस्केपछि केही हुन्न भनेर। अनि मेरो एन्सर चाहिँ के अरे क्वेसन चाहिँ नछोड्ने बानी थियो, अनि त्यसले गर्दाखेरि मलाई हेल्प गर्यो। ठिकै छ, आई थिङ्क अलिकति एक्जाम स्ट्रगलिङ नै हुन्छ, बट सकिन्छ, नसक्ने चाहिँ होइन, सकिन्छ मजाले। जे जति इन्जिनियरिङमा पढियो होइन, त्यो अब अहिले आएर फिल्डमा काम गर्दाखेरि चाहिँ त्यतिको इनफ थियो जस्तो लाग्छ कि अलिकति चेन्ज ल्याउनु पर्छ त्यो हाम्रो पढाउने तरिका वा सिकाउने तरिकामा, त्यस्तो चाहिँ के लाग्छ? एकदमै चेन्ज ल्याउनु पर्छ, त्यो चाहिँ एकदमै चेन्ज ल्याउनु पर्छ यो कुरा चाहिँ होइन। अब हाम्रो अरू फिल्ड हेरी सिभिलमा अलिकति धेरै साइड गएको, धेरै सर्वे गएको देखिने हो, तर त्यति नै पुग्दैन क्या, त्यतिले नै केही पुग्दैन। बाहिर निस्किँदाखेरि मार्केट अर्कै छ, गर्ने काम पनि अर्कै छ क्या। त्यो चाहिँ नलेज चाहिँ एकदम इम्पोर्टेन्ट छ। कोर्समा नो कम्प्लेन छैन, तर त्यसलाई डेलिभर गर्ने कुरा पनि हुन्छ नि त। त्यो कतिजना अब हामीले पो सोचिएला त्यो कोर्सलाई पढेर यसलाई कता युज गर्ने हो भनेर सोचिएला, त्यो मात्र 5%ले सोच्ने हो क्या, बाँकीको 95%ले त त्यो पढ्यो बिर्स्यो हो। त्यही भएको
कारणले हाम्रो अनि इन्टर्न पनि छैन नि त, अहिले त नयाँमा त हाल्यो, हाम्रो बेला थिएन। आफै खोज्यो भने खोज्यो, मैले चाहिँ अलिअलि त्यो रियल इस्टेटतिर अलिअलि हुन्छ नि, आफूलाई पैसा पनि चाहिने गिटार बजाउनलाई होइन, त्यो ऊ थप्नको लागि इन्स्ट्रुमेन्टलाई पेडलहरू थप्नको लागि, अनि त्यसको लागि चाहिँ अब यही आइसक्यो स्किल। के गर्ने त भन्दाखेरि अलिअलि कामहरू गरेको थिएँ क्या, त्यसले गर्दाखेरि अलिअलि मलाई 6 सेमतिर चाहिँ अलिअलि यस्तो रहेछ है बाहिर मार्केट, यसमा चाहिँ पैसा रहेछ है, यसमा चाहिँ यस्तो रहेछ, यो हुँदा चाहिँ यो काममा अलिक खटिनु पर्ने रहेछ, तर पैसा चाहिँ रहन्छ, फेरि खटिनी मात्रै रहेछ त्यता चाहिँ, त्यस्तो वाला कुरा चाहिँ रियलाइज भएको थियो। त्यही भएर यस्तो कुरा चाहिँ अब यो हाम्रोमा छैन कि, त्यही भएर यो एकदमै गराउनु पर्छ। अनि पढाउने पनि हाम्रो के छ भने सिलेबस फोकस गरेर एडिटी ड्याङ्की ड्याङ गराएर हुन्छ नि, क्वेसनै गरायो अनि त्यही क्वेसन आउँछ एक्जाम, अनि त्यो पनि राइट अप्रोच होइन कि, किनकि प्रब्लम सल्भिङ सिकाइरहेको हो नि त। बाहिर निस्केपछि त त्यो ओपन वर्ल्ड गेम जस्तो हो कि, भाइ सिटी खेलेको छ जे गरेर गयो, त्यही भएर बाहिर निस्केपछि त आफ्नो अनुसारले सोच्न पनि पायो, फ्रिडम छ नि त। त्यहाँनिर पनि खासमा भित्र पनि फ्रिडम बनाउन खोज्यो भने छ क्या, एउटा प्रोजेक्ट बनाऊ भन्यो भने सोध्छ नि त, हरेक सेमेस्टरमा एउटा प्रोजेक्ट हुने भने कस्तो भयो। आई थिङ्क त्यो भयो भने केही आफ्नै बनाउने पनि बानी बस्छ है, किनभने पछि गएर कसैले तिमी यो बनाऊ भनेर असाइन गर्यो भने त्यो क्रिएटिभनेसै हराए जस्तो हुन्छ नि त। 4 वर्ष त्यही पढाएको छ, त्यही गराएको छ होइन। सो आई थिङ्क चेन्ज जरुरी छ होइन। त्यो भन्दा नि इन्डस्ट्री मिट कसरी गराउने त, हाम्रो स्टुडेन्टलाई इन्डस्ट्री रेडी कसरी गराउने त, त्यो अलिकति वर्क अन गर्नुपर्छ जस्तो लाग्छ मलाई। एकदम त्यो पर्छ, बिकज हामीले पनि एक्सपिरियन्स गरेको कुरा सिक्यो, तर मार्केटमा अफिसमा इट्स भेरी डिफ्रेन्ट सिनारियो के। अनि फेरि बेस लेभलबाट स्टार्ट गरे जस्तो हुन्छ होइन। अनि त्यो 4 वर्षको चाहिँ नलेजै मात्र हो त भन्ने नि क्वेसन्स हुन्छ होइन। सो अभियसली त्यसमा चेन्ज होइन। आई फिल लाइक जसरी कन्टेन्ट बनाइरहेको छौँ होइन तिमीले मैले, त्यसले चाहिँ सर्टेन लेभलमा त्यसमा पनि इम्प्याक्ट दिइरहेछ कि भन्ने हुन्छ। त्यसले त रियालिटी देखाइरहेछ नि त कहाँ के भइरहेछ भनेर होइन। विच इज वाइ आई फिल स्ट्रङली कि हामीले चाहिँ सकेसम्म जुनियरलाई हुन्छ नि त्यो कुरा चाहिँ इम्पार्ट गर्नुपर्छ वा सिकाउनुपर्छ भन्ने हुन्छ है मलाई चाहिँ होइन। अर्को एउटा क्वेसन है त, हामीले अफिसमा काम गर्दा अथवा फिल्डमा काम गर्दा होइन, डु यु थिङ्क न्यू एन्ड अपकमिङ इन्जिनियर्स जोसँग अलि नयाँ जोसवाला आइडिया हुन्छ होइन, उनीहरूको आइडियालाई पनि केही स्पेस हुनुपर्छ वा सिनियर एक्सपिरियन्स इन्जिनियरले जे प्लानमा गर्यो त्यही हुनुपर्छ जस्तो लाग्छ? मलाई एकदमै स्पेस हुनुपर्छ जस्तो लाग्छ, किनकि म पनि होइन के आइरहेको हुन्छ कि दिमागमा होइन। अनि मेरो कुरा एउटा स्पेसमा होइन, किनकि मैले देखिरहेको मैले पढेको इन्जिनियरिङ अभियसली छुट्टै हुनसक्छ नि त अरू मान्छेले पढायो भन्दा। मैले कन्ज्युम गरेको त्यो नलेज अर्कै हिसाबले कन्ज्युम गरेँ, त्यो एक्सपिरियन्स एजले मात्र या त्यो कुरालाई हेरेर बसेर मात्र आउने होइन नि त। कुनै बेला त्यही कुरा आएको कुरालाई नै हामीले त्यो हेर्दै गयौँ, त्यहीमा काम गर्दै गयौँ भने त केही बिल्ड हुने हो त। त्यही भएर त्यसलाई एकदम स्पेस चाहिन्छ जस्तो लाग्छ मलाई। कुरा सुनिदिएर गाइड गर्न मिल्यो नि त, यस्तो हो भनेर। त्यस्तो स्पेस दिन्छ जस्तो लाग्छ भर्खरको इन्जिनियर्सहरूलाई? कर्पोरेट लेभलमा अब नर्मल छैन क्या त्यस्तो वाला मान्छेहरूले। इन्जिनियरहरूले सबसे दुःख लाग्दो कुरा चाहिँ फ्रेस इन्जिनियर्सहरूले एक्सेप्ट गरिसके कि उनीहरू क्यापेबल छैनन् भनेर त्यो आफ्नो आइडिया प्रेजेन्ट गर्नको लागि। म त अहिले बसेर हेर्ने मात्र हो, मेरो हुन्छ नि आफ्नो पर्सपेक्टिभ मैले दिन मिल्दैन जस्तो उनीहरूलाई फिल भइरहेको कि। अनि सोच्नु त कुन लेभलको त्यो प्रब्लम हो त्यो। आई थिङ्क एउटा धेरै वर्षदेखि नै त्यही चलिआयो। म पनि यसैमा चल्नुपर्छ, नत्र म पनि हराएर जान्छु अथवा मलाई राम्रोसँग लिँदैनन् होला भन्ने जुन डर छ, आई थिङ्क त्यो चाहिँ चेन्ज गर्न जरुरी छ। तर हाम्रोबाट हामीले 1 स्टेप अगाडिको सिनियर म्यानेजमेन्टबाट नि 1 स्टेप आउनुपर्छ जस्तो लाग्छ है। तर मेरो एक्सपिरियन्समा मेरो जे धारणा छ त्यसले चाहिँ आई थिङ्क आफ्नो पोइन्ट चाहिँ टाइममा राखिराख्नुपर्छ। बिकज देयर आर पिपल विल सपोर्ट यु नि त, गाइड पनि गर्छ, सबै राइट हुन्छ भन्ने छैन। जबसम्म हाम्रो ओपिनियन्स वा आइडियाज अगाडि आउँदैन, यसमा यस्तो चाहिँ हुन्छ है भनेर हामी एक्सप्लोरै गर्दैनौँ नि त। अनि सो त्यो गर्न चाहिँ एकदम जरुरी छ है। अब अलिकति झन् डेप्थमा है दुईटा हाम्रो इन्जिनियरिङ र म्युजिकहरूमा कम्पेयर त नभनौँ, तर यसो दुईटालाई हेर्दाखेरि होइन। हजुर, इन्जिनियरिङ डिग्रीलाई नेपालमा एकदम धेरै रेस्पेक्ट छ है। म इन्जिनियर हो भन्ने बित्तिकै ओहो भन्ने हुन्छ है। Do your parents or relatives get why you're singing or making content होइन, or जबबाट चाहिँ डिस्ट्र्याक्ट हुन्छ कि करियरबाट डिस्ट्र्याक्ट हुन्छ कि भन्ने यस्तो क्वेसन पनि आउँछ हजुरलाई? यो चाहिँ अलि पहिला चाहिँ आउँथ्यो होइन। अलि पहिला चाहिँ अब इन्जिनियरिङ पढ्दै गर्दा या पहिला फर्स्टमा जागिर गर्दा चाहिँ केटोले के हो बजाउँछ मतलब कि यत्रो पढिसकेको छ, पास भइसकेको छ, अरू अब यसमा पनि काम गर्छ त भन्ने चाहिँ हुन्थ्यो। अब मेरो फर्स्टमा सुरु गर्दा चाहिँ म्युजिक सुरु गर्दा चाहिँ अब अलि अगाडि नै सुरु गरे हो। त्यसपछि बिचमा आएर चाहिँ मैले एकदम फुल्ली लागेको होइन त्यसमा।
अनि त्यो बेला चाहिँ अलिकति फ्यामिलीमा ओहो इन्जिनियरिङ पनि गरिदियो हुन्थ्यो भन्ने चाहिँ थियो। म बच्चै थिएँ, ठिकठाक पढाइमा ठिकठाक मान्छे के, अब मलाई जता हालिदिए पनि म एभरेज स्टुडेन्ट भइदिइहाल्ने के। अनि कि त ठिकठाक राम्रै भइदिने कि एभरेजसम्म चाहिँ भइदिने कि, मेरो लोएस्ट भनेको एभरेज। त्यो भएको कारणले त्यो फ्यामिलीको पनि त्यो दिमागमा चाहिँ के भएछ भन्दा हुन्छ नि यसले पढेरै केही गर्छ कि जस्तो भएछ। अनि त्यो गर्दै गर्दा बिचमा त म त फुल अन म्युजिकमा लाग्थेँ। अनि म्युजिकमा लाग्दा चाहिँ ल अब के गरेर हुन्छ नि, उहाँहरूलाई अलिकति पढ्न पनि पढ है भन्नुहुन्थ्यो। अनि मैले त्यो बेला चाहिँ भ्यालिडेट चाहिँ के हिसाबले गरिदिन्थेँ, म फेल भएको छैन अहिलेसम्म, अलिअलि काम पनि गरिरहेको छु, त्यही भएर आत्तिन पढ्दैन भन्थेँ। अनि त्यसपछि बिस्तारै बिस्तारै म्युजिकले पनि मलाई कति पोइन्ट अफ टाइममा चाहिँ हेल्प गरेको छ क्या। अब आफू पनि त्यो स्ट्रगलमा हुँदा पनि यो भन्नै पर्दा त एउटा आर्ट नै हो कि, त्यो पेन्ट गरेको जस्तै हो क्या आर्टिस्टले, त्यो बसेर गिटार बजाएको या गाएको पनि। त्यसले गर्दाखेरि मलाई कस्तो हार्ड टाइम्सहरूमा म्युजिकले एकदमै हेल्प गरे। इन्जिनियरिङकै हार्ड टाइम्समा पनि मलाई म्युजिकले हेल्प गरेको छ क्या। अनि अब पैसा आउनु बेर लाग्छ नि त इन्जिनियरिङमा त। हाम्रो के छ भने फेरि पढ्न पऱ्यो, एउटा इन्टर्नलाई पैसा नदिने आएको छ, फेरि खटाउने मात्र, त्यसपछि एक्सपिरियन्स भएपछि मात्र पैसा आउँछ भन्ने छ नि त। हो अब त्यस्तै गर्दाखेरि पैसा त आएन, तर केही काम गरे त पैसा आउँछ। अनि त्यो बेला चाहिँ मलाई म्युजिकले पनि अलिअलि मेरो क्यास फ्लो चाहिँ भइरहेको थियो क्या। अनि जसले गर्दाखेरि मलाई आफूलाई गर्न मन लागेको कुरा हुन्छ नि, आफ्नो घरमा नभनिकन पनि आफ्नो एउटा स्किलले पैसा आइरहेको देख्दा अनि मैले म्युजिक पनि सिकाउँछु क्या, अझै पनि सिकाउँछु। अनि म्युजिक सिकाउँदाखेरि अनि कतै गीत गरेर पैसा आउँदाखेरि चाहिँ अनि मलाई त्यो साथीहरूसँग घुम्न जाँदा आफैले आफ्नै पैसाले जानु पाइयो नि त। अनि त्यो वाला चाहिँ एकदमै ग्रेटफुल थियो क्या। अनि मलाई थाहा हुन्छ नि म्युजिक पनि आफूलाई मन मस्तिष्कमा पनि त्यही छ। अनि त्यो स्किल सेटले गरेर आफूलाई जिन्दगी पनि सजिलो भइरहेछ। अनि म कसरी छोडौँ भनेर मैले भन्थेँ कि। अनि योमा फ्यामिलीलाई एकदमै अब टाढा टाढाको रिलेटिभ या हुन्छ नि छिमेकीहरूलाई त के थाहा, किन म यो कुरा गरेर किन भन्छु, उनीहरूले जे सोचे पनि खासै अब मेरो लाइफमा त्यति धेरै फरक पर्ने कुरा भएन त्यो। त्यसरी सोचेर अब म अघि बढ्न सक्दिनँ। फेरि आफ्नो वरिपरिको साथी सर्कल अनि बाबा मम्मी अनि नजिकको मान्छेहरूलाई चाहिँ म यही नै भन्थेँ। अनि यसरी नै उहाँहरूले नि बुझिदिनु भयो। अनि एकदम भेरी ग्रेटफुल टु द्याट। ग्रेटफुल हुनुपर्ने कुरा हो, बिकज सबैले बुझ्नुहुन्छ भन्ने पनि छैन। अनि आई थिङ्क इट्स योर पार्ट पनि कि पास भएर अथवा एभरेज पढेर भयो नि ब्यालेन्स आउट गरेर भन्ने ठाउँ त भयो नि त। त्यसमा पनि नलागे भए, जस्तै भन्यो नि एक्जामको बेला एडिटी त दिनै पर्यो, त्यो नदिकन त्यस्तो भयो भए त त्यो अब्जेक्सन अथवा क्वेसन्स त आउँथ्यो नि त त्यसमा। आई थिङ्क त्यो रेस्पोन्सिबिलिटी, ब्यालेन्स गर्ने रेस्पोन्सिबिलिटी राम्रोसँग निभाएकै हो। एउटा रमाइलो कहानी के छ भन्दा मैले इन्जिनियरिङमा पढ्दाखेरि पनि 3 दिन हुन्थ्यो बिदा। पहिलो दिन पढ्न सकिन्न, दोस्रो दिन अब जोसिनु पर्यो। अनि त्यसमा गर्दाखेरि चाहिँ मैले एउटा यसरी 2टा ब्लक बनाउँथेँ कि, टेबल बनाउँथेँ, पढे के हुन्छ नपढे के हुन्छ भनेर। अनि पढे के हुन्छ पास, नपढे के हुन्छ फेल, त्यो त एउटा भइहाल्यो। अनि त्यसपछि पनि पढ्यो भने के हुन्छ भने मलाई फ्रिडम हुन्छ क्या। किनकि जति नै क्लास नगए पनि, जति नै एडिटीमा फेल भए पनि बोर्डमा पास भने पास भयो क्या। त्यो पहिला कुरा सब मार्क हुन्छ कि। अनि आफूले पनि जानिन्छ त्यही कुरा त पढ्यो। त्यही भएर अनि कति बिदा हुन्छ नि त फेरि पास भयो भने त। दसैँ तिहार त्यत्रो बिदा, त्योभरि के गर्न पाउँछु मैले, एक्सप्लोर गर्न पाउँछु, इन्जिनियरिङकै कुरा पनि गिटार पनि बजाउन पाउँछु। अनि त्यो गर्दाखेरि चाहिँ मैले त्यहाँ लेख्थेँ कि पढे के हुन्छमा गिटार बजाउन पाइन्छ हुन्थ्यो कि मेरो। अनि त्यसले गर्दा मलाई मोटिभेट हुने कि। अनि ब्याक लाग्यो भने पनि होइन, कति रुपियाँ लाग्यो त एउटा ब्याक एक्जामको फर्म भरेको, 1000 कति पर्छ 600-1200 सब्जेक्ट हेरी ल 600-1200 छ भने त्यति भए पनि मेरो गिटारको स्ट्रिङ आउँछ यार। कहाँ हुन्छ यसरी फेल भएर, किनकि त्यही कुरा एउटै सेम पेपर गरेर दिनु छ, पढ्ने पनि त्यही कुरा अरे। फेल भयो भने त मलाई घाटा लाग्यो। मेरो गिटार पढ्न पनि 3 दिन भए पनि मैले त्यही कुरा फेरि एउटै कुरा क्वेसन ब्याङ्कै पढ्न पर्यो भने त त्यो याद होला नहोला छुट्टै कुरा। तर मैले त्यो 3 दिनमा पछि बिदा भइसकेपछि त्यही बारेमा एक्सप्लोर गरेर कतै कुनै साइट गर, त्यो त धेरै मेरो लागि प्रोडक्टिभ हुन्छ। अनि बाँकी मसँग फ्रिडम पनि छँदैछ। हो त्यो हिसाबले नै सोच्थेँ कि भन्ने पर्दा त्यो टेबलै बनाउँथेँ अहिले मैले। यसै पढे के हुन्छ नपढे के हुन्छ, पढ्यो भने बाआमाले फ्री छोडिदिन्छन् गिटार बजाउनलाई, जे गरे पनि त्यही अनुसारै सोच्थेँ। अनि त्यस्तै नै भयो। त्यो मोटिभेसन केही न केही मोटिभेसन, अब तिमीले मैले डिभाइड गरेँ, मेरो लागि यो बेनिफिट्स भयो भने सबैलाई केही न केही मोटिभेसनै चाहिन्छ जस्तो लाग्छ। वर्ल्ड एकदम फास्ट पेस भइसक्यो क्या। एउटामै कुरामा म यो गर्छु भनेर अहिले सकिन्छ जस्तो नि लाग्दैन होइन। त्यो रियालिटी हुन्छ, जति जसले जे भने नि पढिरहेको छ पढ, अब एक्जाम आयो भन्न सकिन्न कि। सम काइन्ड अफ मोटिभेसन एउटा ड्राइभ चाहिन्छ है। अब एउटा क्वेसन है त, इफ प्रज्वल प्लिज भन्ने कन्टेन्ट है भनौँ न म्युजिक रिलेटेड starts paying double what engineering pays है, भोलि गएर त्यसले डबल पे गर्न थाल्यो अरे होइन, would you quit your engineering life or
इन्जिनियर भन्ने चाहिँ एकदम इम्पोर्टेन्ट छ त्यो चाहिँ म छोड्दिनँ जस्तो लाग्छ। अब यस्तो भइसकेको छ कि अब यो दुइटै कुरा मेरो पार्ट अफ लाइफ भइसकेको छ होइन। अनि यो जुन प्रजल प्लेसले डबल पे गर्ने इन्जिनियरिङ भनेर त्यो फ्युचरमा होइन त्यो पहिल्यै भइसकेको छ कि भइसकेको छ कि त्यो मैले केही नआउँदा पनि मेरो इन्जिनियरिङबाट प्रजल प्लेस च्यानल त थिएन होला तर म्युजिकले पे गरेको थियो कि बिल्स। त्यही भएर त्यो बेला पनि अहिले छु नि त भनेपछि छोडिन्न क्या। किनकि अहिले चाहिँ किनकि मेरो जिन्दगीमा यसो फर्केर सोच्दाखेरि साथी सर्कल आफ्नो सबै कुरा त भइहाल्यो होइन। त्यसपछि आफ्नो स्किल सेट या आफ्नो गर्ने कामहरू पनि मेरो यही दुइटा छ क्या। अनि यो मेरो पार्ट अफ लाइफ नै भइसकेको छ क्या। यसलाई म काम जसरी ट्रिट गर्नुभन्दा पनि एउटा पार्ट अफ लाइफ हो। राति सुत्या बेला पनि अब के गर्न सकिन्छ त, जबमा त खासै यस्तो नहुन सक्छ नि त, भोलि गएर यो एक्सेल सिट बनाउँछु भनेर, तर यतापट्टि भइरहेको कि। अनि त्यही भएर यो एउटा पार्ट अफ लाइफै भइसकेको छ। म मान्छेहरूसँग भेटेर गफ हानिदिरहेको छु। इन्जिनियरिङको मान्छेलाई भेट्यो भने त्यही इन्जिनियरिङकै गफ हान्छु भन्नाले ऱ्यान्डम गफ होइन कि, हुन्छ नि इन्जिनियरिङकै कुरा। अनि उबाट पनि त्यही कुरा आउला, अनि झन् नयाँ कुरा सिकिएला। त्यसरी नै म्युजिकमा के गर्न सकिन्छ या यो कुरा एउटा अब खतरा गिटारिस्ट छन् होइन। एउटा दाइ थियो अस्ति हाम्रो खतरा गिटारिस्ट मेरो ब्यान्डमा। अब त्यो दाइ हामीसँग बजाउन आउँदाखेरि त्यो दाइसँग मैले त्यही गफ गरेर कति कुरा सिकेँ कि गिटारकै पनि। अनि त्यो दाइसँग अब त्यही अब पार्ट अफ लाइफै भयो कि। सो दुइटै चाहिँ आई डोन्ट थिङ्क अब फ्युचरमा गएर एउटा छोड्छु भन्ने चाहिँ त्यस्तो केही पनि छैन, त्यो हुँदैन कहिले नि। अब त्यो वर्क मैले अब इन्जिनियरिङको काम गरौँ, म्युजिक मेरो फुल फर्म चल्दाखेरि इन्जिनियरिङकै काम जब भनेर गरौँला नगरौँला, इन्जिनियरिङ फुल हुँदाखेरि म्युजिकको मैले गिग भनेर गरौँला नगरौँला, तर मैले इन्जिनियरिङको काम गरेपछि घर गएर गिटार बजाएकै हुन्छु। या मैले अब गिटारको मेरो टुरमा गइरहेको छु सपोज होइन, खतरा पछि भएर टुरमा गयो अरे ल, त्यस्तो हुँदा पनि अब कतै विदेश गयो अरे युरोपतिर गयो भने कुनै स्ट्रक्चरलाई फर्केर हेरेकै हुन्छ कि यो कसरी बन्यो होला भनेर। अनि त्यो बाहिर रिसर्च गरेकै हुन्छ कि। त्यही भएर पार्ट अफ लाइफ त्यसरी भन्न खोजेको मान्छे। दुइटै लाइफमा इन्टिग्रेट भइसक्यो मजाले नै होइन। एकदम अहिलेको लाइफमा चाहिँ एकदम मलाई रमाइलो पनि लागिरहेछ कि। मेन कुरा चाहिँ त्यो हो कि रमाइलो लाग्यो भने गर्न सजिलो हुन्छ नि त, रमाइलो लागिरहेछ क्या। ओके, सो अब रमाइलोकै कुरा गरौँ होइन। हाउ मच डु यु मिस पर्फर्मिङ एट केसी र त्यस्तो केसीवाला क्राउड एक्सपिरियन्स गर्न फेरि कतिको मन छ? एकदम म केसीमा चाहिँ एकदम मेरो फर्केर सोच्दाखेरि एकदम रमाइलो पलहरू या कोर मेमोरी भन्छ नि धेरै छ है मेरो। अनि केसीको त्यो क्राउड त्यो सपोर्टले पनि खास गरी अहिले भन्दै पर्दाखेरि मैले केसीलाई पनि थ्याङ्क यू भन्नुपर्ने छ क्या। म्युजिक क्लब, त्यसपछि त्यो पछि बनेको म्युजिक रुम, त्यसमा पनि सपोर्ट त गर्दै गयो कलेजले त्यो। अनि सबै इन्भाइरोमेन्ट, अनि सबै अडियन्सदेखि लिएर सबै कुरा, अनि मेरो साथीहरू, अनि मेरो ब्यान्डमेट्स हुन्छ नि, त्यो एउटा प्लेटफर्म पनि केसीले बनाइदिएको। अनि त्यसमा एक्सप्रेस पनि गर्न पाएको क्या। त्यही भएर एकदम भेरी ग्रेटफुल। अनि अहिले म जहाँ छु नि त्यसमा छ कि त्यसको हात पनि क्या। अब पछि म जानै पुगौँला अझै पनि त्यसमा पनि त्यसको हात हुन्छ क्या, त्यो क्राउडको होइन। अनि केसीको अब अहिले के छ सिन मलाई थाहा छैन, तर त्यो बेला चाहिँ म हुँदाखेरि चाहिँ म्युजिकको सिन पनि एकदमै थियो क्या। अनि त्यसले गर्दाखेरि अब त्यो म्युजिक क्लबमा अब मेरो अब कतिचोटि अब म रातिको होइन यो भन्न हुन्छ कि हुँदैन होइन, रातिको 12 बजे म म्युजिक रुममा बसेर म सौगात सुने ज्याम गरेको छौँ कि। अनि छिमेकी दाइ आएर होइन कलेजको उतापट्टिको दाइ आएर कम्प्लेन गरेको छ कि रातिको 12 बजे हामी ज्याम। अनि हामीलाई त्यो दाइले होइन को नाम लिन्न धेरै दाइहरू छन् होइन केसीमा, हाम्रो स्टाफ दाइ भन्नु खोजेको कि। दाइले आएर भाइ सानो बनाउनु पऱ्यो कि अब आज चाहिँ नगरौँ भन्नुभएको कि राम्रोसँग कि। त्यो वाला पनि त एउटा हो नि त। त्यही भएर भेरी ग्रेटफुल टु द्याट। अनि त्यो 12 बजीसम्मको त्यो प्र्याक्टिस भोलि बजाउनको लागि त्यसले गर्दा त इम्प्रुभ हुँदै गयो होला त। अनि यदि त्यो रुम हुन्थेन भने या त्यस्तो भोलि प्रोग्रामै हुन्थेन भने त हामी बजाइन्थेन होला त्यो एनर्जीले। त्यही भएर त्यहाँबाट धेरै सिकियो। अनि एउटा कस्तो हुँदो रहेछ त बजाउनको लागि, कलेजको रक स्टार हुँदा कस्तो हुँदो रहेछ वाला फिल हुन्छ नि, त्यो एकदमै एक्सपिरियन्स गर्न पाइयो होइन। त्यही भएर भेरी ग्रेटफुल एकदमै। म मिस पनि गरिरहेको छु होइन। अब केसीको मान्छेहरू फेरि भेट्दाखेरि रमाइलो हुन्छ, त्यही भाइहरू भेट्दाखेरि, त्यही दाइहरू भेट्दाखेरि कतिजनाबाट कति कुरा सिकियो। अब त्यसले गर्दाखेरि पर्सपेक्टिभ पनि खुल्यो, मान्छेहरू कनेक्ट हुँदो रहेछ, त्यो लेभलमा कनेक्ट हुँदो रहेछ भनेर। अब बाहिर पनि हामी त त्यही बाहिर मान्छे निस्किरहेछ। अब त्यही अनुसारले बाहिर पनि गिगहरू गर्दाखेरि त्यही अनुसारको क्राउड भइदियो भने कति रमाइलो हुन्छ। हो त्यही एकदम मिस पनि गरिन्छ, एकदम भेरी ग्रेटफुल टु द्याट। होइन केसीको रक स्टारै हो, बिकज ओरिजिनल सङ बाई हार्ट सबैलाई थाहा भएर तल स्टेज तलबाट सबैले त्यो गीत गाएको होइन। त्यो एक्सपिरियन्स चाहिँ छुट्टै हुन्थ्यो होला होइन, बिकज आफ्नो ओरिजिनल सङ कसै पुरै क्राउडले तलबाट आफैलाई मजाले सपोर्ट गरिरहेछ भनेपछि होइन। अनि आई होप केसीमा कहिले न कहिले यु गेट टु एक्सपिरियन्स द्याट अगेन होइन। मेबी पहिलाकै क्राउड होला नहोला, जुनियर्सहरू होला होइन, बट जहाँबाट स्टार्ट भयो त्यो रुट चाहिँ होइन। बिकज आई थिङ्क त्यति बेलादेखि नै इन्जिनियरिङ र म्युजिक इन्टिग्रेट हुँदै गयो, बिकज
कलेजमै गएर पढि पनि रहेको छु बजाइ पनि रहेको छु होइन पुरै त्यो हुन्छ नि त्यो ब्यालेन्स चाहिँ त्यहीबाट भइरहेको थियो जस्तो लाग्छ मलाई एकदम अनि म्युजिसियन कलेजमा केसीमा के भन्दा म्युजिसियनको एउटा सर्कल पनि बन्यो क्या म हुँदाखेरि चाहिँ होइन मैले त्यो एक्सपिरियन्स गर्दाखेरि दाइहरूलाई पनि एकदमै ग्रेटफुल है त्यो जसले क्लब बनाइदिनु भयो होइन धेरैजनाको मेहनतले बनेको होला नि त त्यो पछि म गएको छिरेको हो त्यसमा त तर त्यो गर्दाखेरि अब जो पनि नयाँ मान्छे आयो नि त इन्ट्री हुँदाखेरि त्यहाँ इन्जिनियर मात्रै छिरे होइन कि जसले के बजाउँछ त्यो पनि छिरिरहेको छ नि त अनि त्यही गर्दाखेरि आउँदाखेरि त अनि एकदमै ग्रेटफुल के त्यसको लागि नयाँ मान्छे भेट भयो हरेक वर्ष नयाँ अनि त्यो कोहीले धिमे बजाछ कोहीले अब भाइलिन बजाछ कोहीले खतरा ड्रम्स बजाछ अनि त्यो गर्दाखेरि त कलेजभित्रै एउटा सर्कल बन्यो कि म्युजिसियनवाला अनि सबैबाट सबै कुरा सिकिन्छ अनि सिक्न पाइयो द्याट्स अ ग्रेट आई थिङ्क रिलेसनसिप विथ पिपल पनि त्यो कहिले हराएर पनि जाँदैन आई थिङ्क होइन किन भन्दा त्यो भनेको इफ यु कल अहिले पनि त्यो म्युजिसियन्सहरूलाई फोन गरेर यस्तो यस्तो हो चाहियो भने चाहिँ आइएम प्रिटी स्योर दे सो अप फर यु होइन अनि त्यो चाहिँ आई थिङ्क लाइफ लङै रहनेछ होइन द मोर यु कनेक्ट विथ पिपल अनि इन्जिनियरिङ लेभलमा पनि कनेक्सन भयो नि त दुईवटा डबल कनेक्सन भयो क्या यो चाहिँ अनि त्यो हुँदाखेरि के भन्दाखेरि अब म्युजिसियन त अब सिभिलको मात्र हुन्छ भने होइन कोही आर्किटेक्ट पढेको हुन्छ आर्किटेक्चर पढ्न आएको हुन्छ कोही अब इलेक्ट्रोनिक्सबाट होला कोही होला इलेक्ट्रिकलबाट कोही होला कम्प्युटरको त्यो भएपछि सबै मान्छे चिन्न पनि पाइयो क्या एउटै ठाउँमा के अनि सबैको इन्जिनियरिङ यतापट्टि होला अर्को पार्ट के छ म्युजिक छ कि त्यही भएर त उनीहरू पनि आइरहेछन् अनि हेरेर चाहिँ म एक्लै छुइनँ है भनेर अरूलाई पनि इन्सपायर पनि गराउनु पाइयो अनि आफू पनि इन्सपायर भयो कि सबैले गरिरहेछ अनि यो राम्रो होला रमाइलो छ भनेर ओके सो अब चाहिँ इज देयर अ प्रज्वल होइन जुन चाहिँ दुईटै इन्स्टाग्राम अकाउन्टबाट देखिँदैन जस्तो लाग्छ त्यस्तो प्रज्वल जुन एक्सप्रेस गर्दैन यो चाहिँ म प्राइभेटै राख्छु भन्ने त्यस्तो केही पार्टहरू छ डु यु डिफ्रेन्सिएट त्यसरी अब यस्तो म फुल फर्म भ्लगर होइन नि त फेरि होइन त्यो पुरै आफ्नो पर्सनल लाइफदेखि लिएर प्राइभेट कुराहरू पनि सबै देखाएर मैले त बस अहिले मेरो पार्ट अफ लाइफ एउटा इन्जिनियरिङ एउटा म्युजिक त्यो देखाइरहेको हो क्या त्यो निसमा नै छु कि म त्यही इन्जिनियरिङ र कुरा पनि हाम्रो त्यही भएर निसमा नै छु अब मैले के खाइरहेको छु भने देखाएको छुइनँ कुनै पछि म कता घुम्न जान्छु मलाई ट्राभलको च्यानल खोल्न मन लाग्यो अरे किनकि त्यतैतिर म रमेँ अरे च्यानलतिर भने त्यो बेला ऊ आउला त्यो पाटोहरू पनि होइन अहिलेको लागि चाहिँ मेरो त्यही निस चाहिँ इन्जिनियरिङ अनि म्युजिक नै छ त्यो पनि छुट्टै छुट्टै च्यानलबाट मैले एउटैबाट गर्न पनि मलाई खासै मिक्स गर्न मन लागेन कि किनकि कोहीलाई छुट्टै इन्ट्रेस्ट हुनसक्छ कोहीलाई छुट्टै इन्ट्रेस्ट हुनसक्छ त्यही भएर त्यही नै निसमा नै बसौँ भनेर ओके ठिक छ सो प्रज्वललाई बढी चिन्नु छ भने आई थिङ्क आएर गफ गर्नु इज मोर के भन्छ मोर एफिसियन्ट देन हेरेर कति लेभलसम्म त ओके हिज वर्किङ हियर इज डुइङ दिस भन्ने त हुन्छ होला तर प्रज्वललाई भेटेपछि हुन्छ नि अलिक छुट्टै टाइपको के भन्छ पर्सनालिटी र छुट्टै टाइपको रमाइलो पनि हुन्छ होला एकदम एकदम त्यो चाहिँ अब कहाँ अब मेरो होल लाइफको त्यो त मैले दिनको एउटा भिडियो पो हालेर आउँदा त्यही पनि सर्ट्स त्यसबाट त कहाँ मेरो होल लाइफ झल्केला त नि होइन र कोहीको पनि अब बसेर त्यही भएर त्यही भेटेर नै गफ गर्ने रमाइलो हुन्छ होला ओके ल अब चाहिँ लाइटनिङ राउन्ड जस्तो होइन म दुईटा क्वेसन सोध्छु एउटा चाहिँ चुज गर्नुपर्छ है त दुईटामा है त ल रेडी अब यो कस्तो वाला हो अब जे हो त्यही भन्ने होला नि त होइन ल spend 24 hours in a concrete plant with no phone or 24 hours in studio where you can't hit the right notes कि अरे त्यहाँ बसेर मैले बजाउन चाहिँ सक्दिनँ बजाउन चाहिँ पाइयो तर के भन्छ चाहे जस्तो चाहिँ नोट्सहरू भइरहेको छैन अझै अलिकति स्ट्रगल भइरहेको छ स्टुडियो नै प्रिफर गर्छु स्टुडियो नै प्रिफर गर्छु किन पनि भन्नुपर्छ पर्दैन भन्न भन्छ नि पाइयो ल म भन्छु अब त्यो कङ्क्रिटमा बसेर त्यो मलाई थाहा कि त्यहाँ बसेर केही पनि हुँदैन भनेर तर यतापट्टि केही न केही त गरिरहेको छु नि त त्यहाँ कङ्क्रिटमा बसेर केही स्टडी भइरहेको म मात्र छु त्यहाँ तर यतापट्टि स्टुडियोमा बसेर त्यो गिटार रङै भयो भने पनि आज 24 घन्टा रङ बजायो भने भोलि रङ के हो त थाहा हुन्छ नि त त्यही भएर त्यही प्रिफर गर्छु ओके ल which crowd is harder to please the engineering community or music community यो चाहिँ अलिकति टफै भयो है म त म्युजिकै भन्छ म्युजिकै हो किनकि म्युजिकमा चाहिँ यस्तो हुन्छ कि कनेक्ट यो अब कसरी कनेक्ट हुन्छ थाहा छैन कि अब इन्जिनियरिङ त किन हो भने हाम्रो बाबा मम्मीले नि इन्जिनियरिङ पढ भनेको यो किनकि यो चाहिने कुरा हो किनकि चाहिन्छ सबैलाई घर बस्नलाई घर चाहिन्छ थाहा त्यसरी नै अब तिमीहरूको इलेक्ट्रोनिक्सको पनि त बनिरहेको त बन्नुपर्छ होला अहिले त्यसरी नै अब म्युजिक चाहिँ चाहिन्छ बिहेमा पनि सबैलाई बाजै बजाउनु पर्ने रे त्यसपछि रिफ्रेस हुनलाई फ्राइडे गएर गीतै सुन्न पर्ने रे त्यही पनि उनीहरूले त्यो मान्छेको दिमागमा चाहिँ के हुन्छ भन्दाखेरि छान्ने अप्सन छ नि त धेरै कति छ कति यो त एउटा चाहिँ सर्भिसतिर भयो भने एउटा चाहिँ आर्ट फर्म भयो कि फुल अन अडियन्सको तर्फबाट चाहिँ त्यही भएर अब त्यो मान्छे कनेक्ट भयो भने पनि भएन अब के गर्न सकिन्छ त
सो म्युजिक चाहिँ सेलेक्टिभ हुन्छ धेरैलाई आफ्नो आफ्नो जनरा हुन्छ आफ्नो अब हुन्छ अब मन पर्यो भने कस्तो दाइ हार्ड पनि फ्यान पनि हुन्छ होइन त्यही भएर प्लिजै गर्नु छ उनी गर्नु छ भने चाहिँ म्युजिक नै होला किनकि कोहीलाई केही मनपर्छ कोहीलाई केही मन पर्दैन घर त सबैलाई मनपर्छ नि बस्नु त परिहाल्यो नि त्यही भएर म्युजिकै भन्न चाहन्छु ओके ल नेक्स्ट है त इफ यु ह्याड टु डिस्क्राइब योर लाइफ राइट नाउ इन वान सङ टाइटल एन्ड वान इन्जिनियरिङ टर्म वाट वुड दे बी यो चाहिँ एन्सर गर्नु पर्यो यो म एकछिन टाइम लिन्छु है सोचेर गीतमा भन्नु पर्दा चाहिँ लाइफ अहिले राइट नाउ चाहिँ एउटा गीतको टाइटल वा गीतको पार्टले कसरी डिस्क्राइब गर्छ र इन्जिनियरिङ टर्ममा कसरी डिस्क्राइब हुन्छ तिमीले स्क्रिप्ट भन्ने ब्यान्ड सुनेछौ र त्यसको सुपर हिरो एउटा गीत चाहिँ कुन भनेर त्यो स्टकिङ वाला के हो एम आई राइट त्यो अलि स्टक भाइब्स वाला गीत छ नि एभ्री ब्रेथ यु टेक हो हैन एभ्री ब्रेथ यु टेक त हैन एउटा फेमस छ त्यो वाला स्क्रिप्टको चाहिँ सुपर हिरोज र अर्को हल अफ फेम भन्ने चाहिँ सुने होला हैन म त्यही गीतहरू भन्छु यार मेरो एकदम ड्राइभ गर्ने गीतहरू नै त्यही हो क्या मलाई त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि सक्सेस भन्ने हुन्छ कि तैँले अब मैले जुन बिल्ड गर्न खोजेको कुरा हुन्छु यसमा चाहिँ एकदमै मलाई ड्राइभ चाहिएको हुन्छ अनि कति पोइन्ट अफ टाइममा हाई लोज त भइरहेको हुन्छ नि त सबैको लाइफमा अनि फेरि एक्लै बिल्ड गर्न खोजेको कुरामा चाहिँ त्यो सेल्फ स्टिम छुट्टै लेभलको चाहिँदो रहेछ कि त्यो म पनि भर्खरै एक्सप्लोर गर्दैछु त्यस्तो हुँदाखेरिमा चाहिँ त्यो सेल्फ स्टिमलाई चाहिँ केही न केही त चाहियो नि त कतैबाट आफूलाई पनि मोटिभेट गराउनको लागि अनि त्यो गीतहरूबाट चाहिँ मैले हुन्छ होला है त्यो एकदम पोजिटिभ भाइब दिन्छ कि मलाई त्यो पोसिबल छ है तैँले ढुक्कले मेनिफेस्ट गर्दा हुन्छ त्यो स्योर पुग्नेवाला पनि छ भने होला त्यही भएर त्यही दुइटा गीत हो इन्जिनियरिङ टर्म चाहिँ के हो जसलाई एउटा यस्तो इन्जिनियरिङ टर्म जसले चाहिँ अहिले लाइफ ट्याक्क के भन्छ डिस्क्राइब गरिदियो अब लाइफ डिस्क्राइब गर्ने इन्जिनियरिङ टर्म के हुन्छ त अब स्ट्रेन्थ भनौँ ल स्ट्रेन्थ हुन्छ नि स्ट्रेन्थ नै हो मेरो लागि अहिले चाहिँ ल ठिक छ भनेपछि दुइटै के भन्छ पोजिटिभ साइडमै छ अहिले जे जस्तो छ सबै एकदमै पोजिटिभ हुन खोजिरहेको छु कि अब किनकि काम मात्र भएर नि भएन होइन म रेस्ट पनि अहिले चाहिँ म सिरियसली लिइरहेको छु रेस्टलाई होइन किनकि पहिला चाहिँ म काम हानेपछि काम त जति गरे पनि काम सकिँदै नसकिँदो रहेछ कि त्यही भएर त्यो मेन्टेन गर्न हुन्छ नि साथीहरू भेट्नलाई नयाँ कुरा यसरी नै आएर तिमीसँग गफ गर्दा कति कुरा सिकिन्छ यसरी नै यो पनि एकदम इम्पोर्टेन्ट छ नि त अनि त्यहीले पनि अब अहिले यसरी आनन्दले बसिरहेको छौँ यो सट्ट पुल्चो क्याम्पसमा यसरी बसेर यो एउटा अब यो एक्सपिरियन्स नै त हो नि यो अब त्यही भएर यस्तो कुरा त अब मैले हुन्छ भने आएम तिमी मलाई अप्रोच गरेँ अनि पो म थाहा भयो त अब म घरै बसेर कामै मात्र हानेर त यो एक्सपिरियन्स त पाउँदिनँ मैले अनि त्यहाँबाट मात्रै मैले सिक्ने नै होइन फेरि यहाँबाट सिक्ने कुराहरू छुट्टै छ त्यही भएर म अहिले एकदम रेस्टलाई पनि एकदम प्रायोरिटीमा राखेर कामहरूलाई पनि एकदम स्ट्रिमलाइन गरेर क्वालिटी अफ लाइफ पनि मेन्टेन भओस् मेरो अलिकति दुब्लाई होइन काम धेरै गरेर अनि डाइट प्लान पनि फलो गरेर खेल्न चाहिँ म फुटसल चाहिँ एकदम खेल्न मनपर्छ होइन हप्ताको 2 चोटि चाहिँ त्यसलाई चाहिँ टाइम निकालेर हुन्छु फुटसललाई किनकि अलिकति एक्सर्साइज त हुनु पऱ्यो नि त त्यहाँ गएपछि 2 घन्टा कुदिसी केही न केही त भइहाल्ला भनेर तर अझै पनि के गर्न सकिन्छ त एकदम शान्तले एकदम क्वालिटी अफ लाइफ बितोस् काम मात्र नि होइन पैसा मात्र नि होइन सबै कुरा भओस् भनेर अनि त्यही भएर यसमा नै लागिरहेको छु भनेपछि इन्जिनियरिङ पनि म्युजिक पनि फुटसल पनि भनेपछि अलि एनर्जेटिकै छ लाइफ एनर्जेटिक एकदम रमाइलो नै छ है भन्नु पर्यो भने त अरू धेरै कुराहरू छ होइन अझै अरू सबै कुरा पनि नखोतलौँ त्यही भएर त्यसले गर्दाखेरि एकदमै रमाइलो छ लाइफ ल अब डु यु थिङ्क बिइङ एन इन्जिनियर मेक्स यु अ बेटर म्युजिसियन अर बिइङ अ म्युजिसियन मेक्स यु अ बेटर इन्जिनियर यसमा चुजै गर्नुपर्ने हो being a musician makes me a better engineer. So art को part पनि I think music बाटै आएर त्यहीसँग इन्जिनियरिङ रिलेट भएर होला त्यो कस्तो हुन्छ भन्दाखेरिमा चाहिँ अब यो मैले कता अब आइन्स्टाइनले नि भायोलिन बजाउँथ्यो भन्ने हुन्छ नि त उसलाई त्यो खोइ म्युजिक हाम्रो केही न केही चाहिँ उसले हाम्रो ब्रेनमा असर गर्छ होला क्या सपोज त्यो मैले बजाइसकेपछि जुन त्यो मलाई आउने आइडियाजहरू जुन त्यो मलाई फिल हुने कुराहरू अब त्यो अचम्मकै छ कि त्यसलाई अब के भने डिस्क्राइब गर्ने त्यो स्पिरिचुअल भन्ने कि त्यसलाई आर्टिस्टिक भन्ने कि त्यो अब खुसी हुँदाखेरि हाँसे जस्तै हो कि त्यो भने बजाउँदाखेरि त्यो फिल भइरहेछ क्या हो त्यही भएर त्यसले गर्दाखेरि चाहिँ लाइफको अरू पाटोहरूमा सपोज मैले भन्थेँ नि त अब कति गाह्रो समयहरूमा म्युजिकले मलाई हेल्प गरेछ त्यसरी नै अझै पनि हेल्प गरिरहेको क्या अनि त्यो लाइफ लङ हुन्छ जस्तो लाग्छ कि मलाई त्यही भएर अब मैले त्यो अब त्यस्तो कुरालाई म कसरी छोडिदिन्थ्यो त्यो सास फेरि जस्तै हो कि ओके ल अब अघि पनि एउटा कुरा आयो होइन डाइहार्ड फ्यान अहिलेसम्म कसैले फ्यान जसरी अप्रोच गरेछ फ्यान जसरी
भन्नाले अप्रोच त अब नयाँ ठाउँ बजाउन जाँदाखेरि अब अस्ति नै धादिङमा बजाउन जाँदाखेरि 1 वर्ष अगाडितिर त्यहाँको मान्छेहरूले हुन्छ नि उनीहरूलाई चाहिँ खासै त्यो मेलामा बजाउन गएको होइन अनि ब्यान्डहरू खासै नदेखिने तर अब जोन च्याम्लिङहरूले गर्दा पूर्ण राईहरूले गर्दाखेरि सबिन राईले गर्दाखेरि गाउँ गाउँमा पुगेछ नि त यो म्युजिक त अहिले त ब्यान्डवाला सिन त तर पहिला हाम्रो खासै ब्यान्डवाला सिन त्यति पेनिट्रेट गरिसकेको थिएन होला त्यहाँको अडियन्सलाई गाउँ गाउँमा चाहिँ जोन च्याम्लिङ के धेरै न गरिदिरहेको हुन्छ कि अनि त्यही भएर त्यो उनीहरूले ब्यान्ड देख्यो नि त अब बजाएको अनि त्यसले गर्दाखेरिमा चाहिँ त्यहाँ बजाइसकेपछि चाहिँ उनीहरूले हामीलाई अप्रोच गर्दाखेरि त्यो छुट्टै हुन्छ नि अब एकदम फ्यान जसरी नै भनौँ नि उनीहरूलाई हामी मन पऱ्यो त्यो बजाएपछि त्यही भएर उनीहरू त्यसरी आएको छ फोटो खिच्नहरू आइरहेको हुन्छ त्यसरी अप्रोच गर्दा चाहिँ खुसी नै लागेको छ त्यही हो अब त्यो डाई हार्ड भन्ने कोही ट्याटु नै त्यस्तो कहिले हान्नु पर्यो होइन ओके भनेपछि बिस्तारै आई थिङ्क क्राउड पनि रिच इन भइरहेछ जुन ब्यान्डवाला सिन छ त्यसको क्राउड पनि बिस्तारै ग्रो भइरहेछ नेपालमा एकदम ग्रो भइरहेछ अनि कतिजना म्युजिसियनहरू वर्ल्ड टुर हानिरहेछ अहिले होइन उनीहरूले अब त्यो पर्सपेक्टिभ खुलाइदिएको हो नि त अनि अभियसली आफ्नो म्युजिक आफ्नो इन्जिनियरिङ चाहिँ सबै माझ पुगोस् भन्ने त चाहना त हुन्छ वर्ल्ड वाइड भओस् भनेर त्यसमा त नचाहने कुरा त छँदै छैन भओस् न होइन किन नभओस् अनि त्यसले गर्दाखेरि उनीहरूले गर्दाखेरि पनि त्यही गाउँ गाउँमा सुन्यो नि त मान्छेहरूले भनेपछि त उनीहरूलाई पनि थाहा भयो उनीहरूले यदि त्यति पेनिट्रेट नगरिदिइसके भए हामी त्यहाँ गएर बजाउँदाखेरि त्योवाला लेभलको हुन्थेन कि या त्यही भएर सबैको यो कलेक्टिभ इफोर्टले गर्दाखेरि चाहिँ भइरहेछ क्या त्यही भएर एकदम भइरहेछ अनि म्युजिक पनि अब अहिले त प्यारेन्ट्सहरूले पहिला चाहिँ इन्जिनियरै बन्नुपर्छ डाक्टरै बन्नुपर्छ पाइलटै बन्नुपर्छ भन्ने थियो नि त अहिले चाहिँ त्यस्तो नभएर स्किल हो स्किल हुनु पर्यो भन्नेवाला छ नि त मानसिकता त्यही भएर त्यसले गर्दाखेरि हेल्प गरिरहेछ मलाई पनि मोटिभेसन आइरहेछ क्या आई थिङ्क अहिले नेपालमा बिस्तारै कन्सर्टको सिनहरू बिस्तारै हुन्छ नि म्युजिकलाई पनि स्किल जसरी म्युजिकमा पनि राम्रो हुँदो रहेछ है भनेर बिस्तारै किनभने रिसेन्ट इयर्स नै होला नेपालको आर्टिस्टहरूले वर्ल्ड टुर गर्ने किन नेपालको फ्यान भनेको नेपालभन्दा बाहिर बढी छ जस्तो लाग्छ कि मलाई अनि आफ्नै देशको कोही आएर बाहिर कन्सर्ट गरिरहेछ भने त्यहाँ क्राउडको सपोर्ट हुन्छ कि सो आई फिल त्यो पर्सपेक्टिभमा पनि हामीले हेर्न सक्नुपर्छ है अब लेट्स गो इन्टु फ्युचर प्लान्स ल वाट डु यु थिङ्क फ्युचर इज होल्डिङ फर यु डु यु थिङ्क देयर विल एभर बी अ टाइम वेन यु हेभ टु चुज बिट्विन इन्जिनियरिङ अर म्युजिक अनि इन केस अब भनिसक्नु भयो यस्तो कहिले हुँदैन होला भनेर तर गर्नु पर्यो भने चाहिँ कतिको गाह्रो हुन्छ होला त्यो डिसिजन जस्तो लाग्छ अब यो कुरा गर्दाखेरि चाहिँ होइन मैले यस्तै सोचिन्छ जिन्दगीमा के पर्ला अहिले त के परिरहेको रहेछ म के आउला पछि फ्यामिली भएपछि अर्कै दुःख होला पछि झन् जति लेभलमा आफू प्रोग्रेस हुँदै गयो रेस्पोन्सिबिलिटी त्यही अनुसारको बढ्दै जाने हो जेमा पनि कम्पनी पनि एकदम ठुलो वर्ल्ड वाइड गयो भने त्यही अनुसारको रेस्पोन्सिबिलिटी हुन्छ अनि पैसा आइसके फेरि बढाउने कसरी होला इन्भेस्ट गर्ने कसरी होला हेल्प गर्ने कसरी होला च्यारिटीहरू कसरी गर्ने भन्ने होला त्यही गर्दाखेरि होला अब कुनै पोइन्ट अफ टाइममा पुरै होल लाइफ नै त नमाग्ला नि त हुन्छ नि होल लाइफ भरि नै भगवानै आउनु पऱ्यो कि त तैँले म्युजिक मात्र गर कि त इन्जिनियरिङ मात्र गर भनेर नत्र त मेरो चोइस नै हुन्छ जस्तो लाग्यो म कतै साइड गर्छु भने त्यहाँ गिटार नहुन सक्छ त्यहाँ केही नहुन सक्छ अनि त्यो बेला चाहिँ म इन्जिनियरिङ गरौँला अब म यता कन्सर्ट गएको बेला त्यहाँ म इन्जिनियरिङको कुरै नआउनु पनि सक्छ किनकि त्यहाँ मेरो सर्कलै छुट्टै हुन्छ त्यस्तो पार्ट अफ कुनै सर्टेन हुन्छ नि स्लटमा चाहिँ टाइमको स्लटमा चाहिँ त्यस्तै भइरहेको हुन्छ अनि त्यही सोच्दै गर्दाखेरि म आफूलाई लिमिट पनि गर्न चाहन्न कि किनकि त्यस्तो टाइम आए पनि मैले सक्छु जस्तो लाग्छ अब मैले चाहिँ यो भन्दा अचम्म लाग्ला होइन अस्ति बालेन प्रधानमन्त्री हुँदाखेरि त्यो अघिल्लो दिन उसले गीत निकालेर प्रधानमन्त्री भएको थियो कि त्यो जय महाकालीवाला थियो नि कस्तो खतरा लाग्थ्यो कि मलाई ल बालेनले सबसे धेरै काम कसको हुन्छ होला उसले एउटा देश जान्छु भनेर गइरह उसले गीत बनाउनु भ्याइरह अनि मैले अब कन्टेन्ट भिडियो बनाउनुलाई अब गीत बनाउनु भ्याइनँ भने त एक्सक्युजै हुन्छ होला मेरो त्यो अनि त्यही भएर गरिरहने मान्छेहरूले ठुल्ठुलो अब हाम्रो के अरे बोहेमियन ऱ्याप्सोडी जसले अब फ्रेडी मर्करी क्विन सुन्नुभएको क्विनको गिटारिस्ट पनि एस्ट्रोनट हो क्या अनि ऊ ब्रान्ड मे अब उसले फुलन गर्न सकिरहेको गिटार बजाउँदै त्यहाँ आउँछ त्यो ब्यान्डमा अरू इन्जिनियरहरू इलेक्ट्रिकल इन्जिनियरहरू पनि छन् कि अब उनीहरूले त भ्याइरह अब मैले नभ्याउने कुरा त नहोला त्यही भएर आफूलाई लिमिट नगरौँ भन्ने सोच छ मेरो सो त्यो इन्सपिरेसन चाहिँ छ सबैले गरे आएको अलिकति के भन्छ हुन सक्छ है भनेर त्यो रियल लाइफमै एक्जाम्पल्सहरू छ नि त अब नेपालमा पनि सबालेन जसरी भन्नुभयो गीतै बनाए देश चलाउँदा गीत पनि बनिरहेको छ मेयर हुँदा गीत निस्किरहेको भने अनि हामी चाहिँ अनि
कि त उसले अब कामै नगरेर तँ गरे हो कि होइन भने उसको कुरा होला तर त्यो एकदम ठुलो पोस्ट हो नि त अब म नै प्रधानमन्त्री या हजुर नै हुनुभयो भने कुन लेभलको काम हुन्छ होला त्यहाँ अनि त्यो हुँदा पनि उसले त्यो स्लट निकालेर गरिदियो भने अब कामै नगरिकन गरे भने त्यो थाहा छैन हामीलाई होइन अरू कुरा हो तर हामी ठुल्ठुलो मान्छेहरूले गरेको देखाएको छौँ नि त त्यही भएर म हुनसक्छ होइन हुन्छमै छु गरिन्छ होला ल फ्युचरमा चाहिँ के प्लान छ त्यस्तो केही भन्न मिल्छ अहिले चाहिँ मेरो भनेको म मेन फोकस चाहिँ जुन मैले अगाडि भने नि लेम्यानहरूलाई इन्जिनियरिङ बुझाउन चाहिरहेको छु क्या किनकि नेपालमा के भइरह भन्दाखेरि इन्जिनियरले मात्र हो इन्जिनियरिङ कुरा गर्ने लेम्यानले चाहिँ नर्मल कुरा गर्नुपर्छ चिया पसलमा गफ भओस् न पिल्लर र बिमको बारेमा होइन चिया पसलमा डायट कताबाट के हुन्छ बुढाबुढी भेट्दाखेरि होइन त कुरा भओस् न कसले के बनायो कसले के बनायो आज कसले खतरा त्यो के हुन्छ नि त्यो तिमीहरूको बनाउने कि त्यो डायट त्यो डिजाइन गर्नेलाई के भन्छ पिसिबी डिजाइन भन्छ पिसिबी डिजाइनको कुरा गरौँ न नर्मल मान्छेले के अब कति म रिलहरूमा देखिरहेको हुन्छु कि त्यो सानो भाइहरूले पनि बनाइरहेको हुन्छ नि अब कसले मैले रिलमा इन्स्टामा देखाएको थिएँ कसले हो त्यो दुधको प्युरिटी चेक गर्ने कुरा बनाइरहेको थियो क्या अब त्यो हामीले पनि पढ्यो पहिला साइन्समा होइन जमानामा दुधको के भन्छ अरे त्यो इन्स्ट्रुमेन्टको नाम ओडोमिटर त होइन के भन्छ समथिङ त्यही रोटेट प्रिन्सिपल त्यही आर्किमिडिज प्रिन्सिपल हो त्यसमा त्यस्तो कुरा भओस् न इन्जिनियरिङको नि भओस् न कतिसम्मको त्यो अवेर गऱ्यौँ भने नै विकास हुन्छ जस्तो लाग्छ है मलाई मेन त्यो जुन ग्राउन्ड लेभलमा रोड बनिरह अरे होइन नर्मल सबैको घर अगाडि रोड बन्छ नि सबलाई थाहा होस् कि त्यहाँनिर के भइरह भनेर लेबरलाई थाहा होस् मिस्त्रीलाई थाहा होस् अनि पो उनीहरूले पनि त्यही अनुसारको इफोर्ट लाउँछ हामीले इन्जिनियरलाई थाहा छ त्यसपछि लेबरले चाहिँ खन्ने मात्र हो मिस्त्रीले चाहिँ गर्ने मात्र हो भनेपछि त उनीहरूलाई त्यो लेभलको रेस्पोन्सिबिलिटी पनि आउँदैन अनि त्यो ट्याकल गर्न पनि सिकिरहेको हुन्छ क्या अनि नर्मल मान्छेले एडभाइस दिन पनि सक्दैन त्यही भएर त्यही नलेज अभाइलेबल भयो भने चाहिँ अनि लिटल नलेज इज डेन्जरस भन्ने कुरा नै हो थोरै थाहा पाएर गर्नु र सबै भएर गर्नुमा धेरै नै पर्सपेक्टिभलाई हामीले कन्सिडर गर्छौँ नि त अर्को अहिले एकदम यङ माइन्ड्सहरूले पनि एक्सप्लोर गर्नु एकदम जरुरी छ बिकज हामीले सुरु गर्दा इन्डस्ट्री ग्याप त हामीले नै फेस गऱ्यौँ नि त अनि सुरुबाट नै यस्तोमा चाहिँ यस्तो हुन्छ यस्तोमा चाहिँ यस्तो हुन्छ भने चुज गर्न पनि सजिलो हुन्छ जस्तो लाग्छ कि हामीलाई जस्तो भने हाम्रो पालिमा इन्जिनियरिङ डक्टर पाइलट भनेर पुस गरियो होइन हामीले 3टामा छान्यो होला उनीहरूले अब 10वटामा छान्छन् होला त्यही स्पेस चाहिँ दिन एकदम जरुरी अनि हामी अलिकति रिसर्च ओरिएन्टेड छैनौँ जस्तो पनि लाग्छ क्या मलाई हामीलाई भनेको खतरा सिभिल इन्जिनियरिङमा खतरा ठुलो बिल्डिङ बनाउनु मात्र खतरा होइन नि त सपोज अब पोखरा जान्छौँ नि त्यो बाटो सबैजना हिँडेकै होला त्यो म गाउँ जाने पनि मेरो गाउँ गोर्खा हो होइन म बच्चादेखि त्यही बाटोबाट दसैँ बनाउनु जाने हो सधैँ जाम कि केही न केही परिरहेको हुन्छ म जन्मेदेखि त्यो बाटो मैले बनेको भेटेँ होइन कि अझै पनि बनिरहेको थियो अझै पनि कुराहरू आइरहेको 2-3 घन्टामा पोखरा पुग्ने भनेर अनि त्यसमा हुँदा चाहिँ घरि अनि पहिरोले कति बगाइरहेको छ होइन हाम्रो सधैँ गाडीहरूलाई मलाई ड्राइभ गरेको छ इन्जिनियरिङमा होइन गाडी कति खसिरहेको हुन्छ पहिरोले गर्दा हामी चाहिँ भनेपछि त रोड बनाउनु मात्रै ठुलो कुरा होइन रहेछ कि त्यो माथिको त्यो जुन हाम्रो छ नि त हिल त्यसलाई पनि त हिल स्लोप पनि त स्टेबल त हुनु पर्यो कहिलेदेखिको स्टेबल स्लोप कसले आएर च्याक्क चलाइन्छ एक्सकाभेटर अब के लेभलको काम भइरहेको त्यहाँ राम्रो पनि होला कुनै ठाउँमा कुनै त्यस्तो पनि भइरहेको होला त्यसले गर्दा इफेक्ट त हामीले देखिया अनि त्यो लेभलको रिसर्च या त्यो लेभलको रिफर्म ल्याउनको लागि चाहिँ सबै अवेर हुनु पर्यो नि त रिसर्च ओरिएन्टेड काम छैन यता केही काम नेसेसरी भयो खोलिदिन्छ तर त्यो कामले पछि कसरी अफेक्ट आउँछ भनेर कसैले आई डोन्ट थिङ्क किनभने रिसर्च ओरिएन्टेड माइन्डसेट अलि नेपालमा छैन एकदम जरुरी छ जस्तो लाग्यो अनि इन्जिनियरिङमा हामीले केही कुरा पिच गऱ्यौँ भने पनि एज अ स्टुडेन्ट होइन किनभने सुरुवात त त्यहीँबाट हुँदै हो नि त आई डोन्ट थिङ्क त्यस्तो सपोर्ट पाइन्छ क्या जस्तै अब बाहिरको युनिभर्सिटीमा हामीले सुन्छ नि प्रोफेसरहरूले आफै नै आएर यो रिसर्च गर्नु छ भनेर हामीले असिस्टेन्ट टिचिङ असिस्टेन्ट अथवा रिसर्च असिस्टेन्ट भनेर लगिन्छ नि होइन नेपालबाटै कतिजना गइरहेको हुन्छ आरएमा टिएमा तर नेपालमा त्यो कल्चर छैन के अनि फेरि पेपरहरू पब्लिस भइरहेको हुन्छ होइन तर त्यसमा लिमिटेसन छ क्या लाइक मेरो पेपर हो जसरी तिमीहरूले कति गर्न सक्छौ गर्न सक्दैनौ अनि त्यो भए चाहिँ डिस्करेजमेन्ट हुन्छ नि त जे भए पनि अनि सो आई थिङ्क त्यो रिसर्च माइन्डसेट एकदम जरुरी छ त्यो भयो भने चाहिँ हामीले दिएको आउटकमलाई हामीले 10x स्केलमा भनौँ न 10 वर्षपछि होस् वा 10x स्केलमा फाइनेन्सको कुरा होस् वा जेको पनि कुरा होस् त्यो गरेपछि के हुन्छ भनेर हेर्न सक्यो भने न नेक्स्ट प्रोजेक्ट पनि त्यसरी नै सोचिन्छ एकदम अब मेरो चाहिँ अनि त्यही त त्यो रिसर्च ओरिएन्टेड भएर त्यो रिसर्चको आउटकम नर्मल लेम्यान मान्छेले बुझेर मैले इलेक्ट्रोनिक्सको पिसीमा यस्तो भएछु भने बुझेर अलिकति कुरा होइन पुरै म इन्जिनियर भएर मैले त्यो काम गर्ने भनेको छुइनँ है मैले अलिकति हुन्छ नि के गफ भइरहेको हुन्छ मान्छेको ऱ्यान्डमली हुन्छ नि कोही यतापट्टि हेर्दै खाने एउटा गफ गर्दै खाने अब
कति कोही भेप तानेर भेपको गफ भइरहेको हुन्छ त्यहाँ यति बुढाबुढीबाट गएर बस्ने हो भने त्यो गफको ठाउँमा पिसिबीको गफ भयो भने होइन हामी सबैजना अगाडि बढिन्छ जस्तो लाग्छ कि मलाई अलिकति नेपालमा चाहिँ के भइरहेछ भन्दा आइक्यू र इक्यू दुइटै कम भइरहेछ क्या इमोसनल इन्टेलिजेन्स जुन किनभने इमोसनल इन्टेलिजेन्स जहाँसम्म मलाई लाग्छ जबसम्म एक्सप्रेस गरिन अरूको कुरा सुनिन्न त्यो गाह्रो हुन्छ डेभलप हुन होइन र आइक्यू पनि जुन थियो त्यो पनि घटिरहेछ बिकज लाइक यु सेड मान्छेले त्यहाँ चिया खाने ठाउँमा बसेर के गफ गरिरहेछ भनेर सुन्यो भने सायदै यस्तो वाला गफ होला कि सो त्यो चाहिँ आई थिङ्क कल्चरले पनि भन्छ अब हामीले स्टडी गर्ने अब हामी स्कुलहरूमा काम गरिरहेको हुन्छौँ होइन आइबी स्कुलको बच्चाहरूले गफ गर्ने उनीहरू वर्ल्ड पोलिटिक्सको गफ गरिरहेको हुन्छ क्या र हाम्रो नर्मल गभर्मेन्ट स्कुलकै बच्चा बिचरा उनीहरूलाई त्यो एक्सपोजरै छैन उनीहरूलाई थाहा नै भइरहेको अनि त्यो त अब हाम्रो रेस्पोन्सिबिलिटी हो नि त त्यो पुऱ्याइदिनु त त्यही नै गराउनु खोजेको हो कि त्यो चाहिँ गराउनु एकदम जरुरी छ एकदम आई सपोर्ट यु इन दिस है एकदमै धेरै बिकज मैले पनि स्टुडेन्टहरूसँग एकदम काम गरेर म एकदम आई डोन्ट ब्लेम देम क्या आई डोन्ट इभन ब्लेम देयर पेरेन्ट्स हामीले नै डेलिभर गर्न नसकेको हो नि त जो त्यो पोस्टमा छ अथवा जो त्यो लेभलमा छ जसले डेलिभर गर्न सक्छ उनीहरूले नि त्यसरी कन्सिडर गरेको छैन कि उनीहरूले पाएनन् अगाडि पनि दिन सकेन त्यो ग्याप चाहिँ एकदमै धेरै गर्नु जरुरी छ अनि आई थिङ्क स्मल यु मी अरू कोही होला अरू कोही फिल्डमा कन्टेन्ट गरिरह होला कसैले फिटनेसमा गरिरह होला त्यसरी नै आई थिङ्क डिस्ट्रिब्युट हुन्छ वाट कन्टेन्ट वेयर मेकिङ इट शुड मिन समथिङ जस्तो लाग्छ एकदम किनकि फेमसै हुनु थियो भने त अब पुल्चोकमा यहाँ अगाडि बसेर नाच्दियो भने फेमस होइन यही हो कि नै अहिले क्राउड हुन्छ क्राउड हुन्छ त्यो रङ भने होइन फेरि तर हाम्रो मोटिभ छुट्टै छ भनेर भन्न खोजेको त्यो अब उसको अनुसारमा त्यो गरेको मान्छेको उसको आफ्नै पर्सपेक्टिभ होला वी रेस्पेक्ट द्याट तर हाम्रो चाहिँ अहिलेको पर्सपेक्टिभ सबैको आफ्नो ड्राइभ हुन्छ सबैको आफ्नो गोल्स हुन्छ ल अब हामी लास्ट क्वेसनतिर जाँदैछौँ होइन सो म्युजिक बाहेक वा फुटसल बाहेक वा इन्जिनियरिङ बाहेक प्रज्वलले चाहिँ के नयाँ कुरा गर्न मन लागिरहेको छ वाट आर यु विलिङ टु ट्राई एक दुईवटा यस्तो कुरा छ जुन चाहिँ म गर्छु भनेर के त्यस्तो लिस्टमा छ लिस्टमा धेरै कुरा छ म सधैँ होइन लड्नरै हो कि मलाई मेरो अहिलेको माइन्डसेट यस्तै भइदियोस् भन्ने नै चाहन्छु होइन म जब वर्षहरू बित्दै जान्छ एक्सपिरियन्स आउँदै जाला होइन तर म लर्नरै हुन चाहन्छु कि किनकि नयाँ कुरा लर्न गर्नलाई जेरोबाटै स्टार्ट गर्नुपर्छ क्या अनि कुनै कुराको एक्सपिरियन्स भइसकेपछि त्यो कुरामा नै बस्न सजिलो हुन्छ कि उतापट्टिको कुरा सिक्नुभन्दा त्यही भएर अहिले चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लागेको भनेको यो एआई यसमा पनि कति कुरा होला अब मैले के अहिले भनिदिँदाखेरि कति कुरा मैले बुझ्नै बाँकी छ होइन तर यो आइरहेको एआई भने एआई त अब नर्मल च्याट जिपिटी क्लाउडहरू त सबैले चलाइरहेको कुरा प्रम्प्ट हान्ने प्रम्प्टिङ कुरा त एउटा छँदैछ तर मेसिन लर्निङको कुराहरू भयो अनि त्यसपछि यो एकदम इन्ट्रेस्टिङ लागिरहेको छ अनि कसरी चाहिँ यसलाई चाहिँ अब कन्टेन्टतिर पनि मान्छेहरूले अहिले अब हो कि मै झुकिन्छु कि त्यो साँच्चैको मान्छे हो कि होइन भनेर के त्यस्तो लेभलको कन्टेन्ट पनि आइरह एआईबाट अब त्यो अनि कसरी आइरह त त्यो एआईको प्रोसेसिङ कसरी भइरह उसले कसरी सोचिरह के हो त त्यसको अल्गोरिदम कि आफै त्यो हामी पहिला साइफाई मुभीमा हेरे जस्तो उसले आफै सोच्ने पो हो कि होइन त्यो वाला कुरामा चाहिँ एकदम इन्ट्रेस्ट लागिरह मलाई अहिले अब नयाँ कुरा आउँदै गऱ्यो भने अरू कुरा पनि इन्ट्रेस्ट लाग्दै जाला हुन्छ वी विश यु अल द बेस्ट है होपफुली जे सुरु गर्नु भएको छ जुन मोटिभेसन नै भेरी गुड गोल ओरिएन्टेड और भेरी गुड मिसन भन्छु म होइन जुन हुन्छ नि आई वान्ट टु मेक सम चेन्ज आफ्नो साइडबाट भनेर सबैलाई त्यो आई डोन्ट थिङ्क त्यो काइन्ड अफ रेस्पोन्सिबिलिटी सबैकोमा आफै आउनु सबैकोमा आउँदैन पनि जसकोमा आउँछ द्याट इज अ भेरी बिग थिङ जस्तो लाग्छ होइन वी होप एभ्रिथिङ गोज गुड फ्युचरमा भेरी सुन वी होप एउटा कन्सर्ट हामी पनि आउन पाऊँ होइन अनि सबैको लागि अल द बेस्ट है जानु अगाडि चाहिँ वी हेभ सम लिटल गिफ्ट थ्याङ्क यू सो यो चाहिँ लाइक दिस इज समथिङ अ बिट पर्सनलाइज कार्ड भनौँ होइन यो चाहिँ हाम्रो साइडबाट है यसमा चाहिँ यो एपिसोडको नामहरू सबै छ होइन यो चाहिँ प्लिज आफै खोलेर देखाउनु थ्याङ्क यू भेरी मच एकदमै धेरै धेरै धन्यवाद है एकदमै ओहो कति यो सबै ह्यान्डमेड हो तिमीले नै बनाएको हो ओहो ल हेर्नु है एकदमै राम्रो ओहो यहाँ खसे है पहिला सरी है एकदमै त डोरीले ऱ्याप गरेर डिकोडिङ द केओस वान कुरा एट अ टाइम ए राम्रो छ है साइड सङ्ग्स एन्ड एभ्रिथिङ इन बिट्विन यो चाहिँ हाम्रो टपिक हो यो पोडकास्टको कुरा र केओस ओहो यो एकदमै राम्रो छ है यो पनि है मैले नयाँ स्किल सेट थाहा पाएँ उहाँको होइन भित्र नै हेरौँ न त है ओ यसमा मेहनत लागेछ यसमा एकदमै मेहनत लागेछ यो त्यहाँ कतिको देखिया छ होइन यो एकदम एउटा सर्ट लिगौँ है यसको पनि आमामा
यो चाहिँ वी फेल्ट अ बिट पर्सनलाइज बिकज लास्ट टाइमको एपिसोड्सहरूमा पनि जसको जे नै जेनर अथवा जे स्पेसलिटी छ होइन सो प्लेज एन्ड बिल्ड्स मैले चाहिँ इन्जिनियरिङ प्लस म्युजिक होइन अनि सर्ट मेसेज यो चाहिँ अब आफ्नै टाइममा नि पढ्नु होला होइन ओहो धेरै धेरै धन्यवाद यार यो चाहिँ मलाई के लाग्यो किन भन्दाखेरि आई फेल्ट कि एउटा रिमेम्बरेन्स लग्नुपर्छ भनेर होइन बिकज पोडकास्टमा आउन आयो इट विल बी देयर होइन डिजिटल लाइब्रेरी जस्तो हुन्छ बट कुनै इयर्समा हुन्छ नि मेबी एउटा बुक पल्टदा यो भेट्यो एकदमै त्यहाँ गरिरहेको थियो होइन त्यो बेला हाम्रो सम्झेर फेरि यो हेरिएला अब तिमीलाई कल गरेर के छ यार सम्पदा के हुँदैछ त्यो बेलाको कार्ड मैले भेट्दा ओहो यार धेरै धेरै धन्यवाद यार एकदमै खतरा नै लाग्यो यार मलाई यार सो यो चाहिँ हाम्रो तर्फबाट थ्याङ्क यू है अनि आई होप कि मैले जसरी भनेको छु यो सम वेमा मेमोरी हुन्छ पछि भनेर एकदम यो म अहिले नै एकदमै धेरै धेरै धन्यवाद यार यो चाहिँ एकदमै बाहिर कुरा थियो यो नर्मल कार्ड कहाँ छ नि यसमा अब थाहा छैन होला होइन हेरेको मान्छेलाई यो भित्र एकदमै पर्सनलाइज छ के हो एकदम यसलाई बेर लाग्छ यो आम्मामा यार धन्यवाद यार धेरै धेरै धन्यवाद यार अर्को चाहिँ यो एउटा स्टिकर्स छ होइन जस्ट अब हामीले यो चाहिँ हाम्रो केओस कुरा र केओस जुन हाम्रो पडकास्ट होइन कुरा हुँदै जाँदाखेरि केओस नि डिकोड गरौँ भनेर बिकज केओटिकै हुन्छ कतिचोटि लाइफ सो होपफुली यो स्टिकर्सहरू पनि छ ल धन्यवाद यो चाहिँ यो तिमीहरूले नै डिजाइन गरेको रहेछ होइन हजुर यो चाहिँ हाम्रो कुरा केओस लेखेर अलिअलि पडकास्ट रिलेटेड अलिक पडकास्ट भाइब दिउँ भनेर पनि एकदमै राम्रो छ यार एकदम यो सुरु गरेको तिमीहरूलाई पनि एकदमै अब हाम्रो कति एपिसोड हो यो चाहिँ अब बिस्तारै थाहा हुन्छ बिस्तारै थाहा हुन्छ पाइपलाइनमा जस एकदमै यो खतरा कुरा हो है एकदम तिमीहरूलाई पनि एकदम शुभकामना छ अगाडिको कुराको लागि होइन अनि यसरी आएर मैले पनि मेरो कुरा प्रेजेन्ट गर्न पाएँ अनि के क्वेसनहरू आयो होइन यसलाई पनि मैले एन्सर गर्न पाउँदाखेरि एकदमै धेरै धेरै धन्यवाद यो प्लेटफर्म क्रिएट गर्नको लागि अनि एकदमै रमाइलो भयो धन्यवाद विश्वासलाई पनि होइन हाम्रो म्यान बिहाइन्ड द क्यामेरा अनि यसमा एम्बियन्स पनि म अघिदेखि यही नै एडमायर गर्दै थिएँ कि त्यहाँ बस्दा पनि एकदम छुट्टै छ नि त नर्मल एउटा रुममा बस्या या क्याफेमा बस्या भन्दा एकदमै रमाइलो लाग्यो है मलाई यो नयाँ एक्सपिरियन्स अनि हाम्रो केसी मेकर स्पेस नि पार्टनर हुनुहुन्छ है केसी मेकर स्पेस त्यही रुममा रहेछ नि होइन त्यही म्युजिक रुममै अनि होइन यता सरिसक्यो अहिले नयाँ छुट्टै बिल्डिङमा छ सो देयर इज अ मेकर स्पेस इन केसी जहाँ चाहिँ अहिले नयाँ नयाँ टुल्स आएको छ है लेजर कटर 3D प्रिन्टर सो मोर प्र्याक्टिकल एजुकेसनमा पनि गइरहेको छ केसी होइन अनि दे आर आवर पार्टनर्स उहाँहरूले चाहिँ सानसानो गिफ्टहरू पठाइराख्नुहुन्छ सो यो चाहिँ उहाँहरूको तर्फबाट यहाँ पछाडि नाम सबै पर्सनलाइज छ है यो चाहिँ किचेन हो यो चाहिँ स्पेसल थ्याङ्क्स टु केसी मेकर स्पेसमा चाहिँ के छ भन्दा केसीको स्टुडेन्ट्सलाई त भइहाल्यो तर बाहिरको मान्छे नि कसैलाई इफ दे वान्ट टु युज द टुल्स होइन सिक्न मन छ भने इट्स अभाइलेबल क्या ओपन के अनि पास स्टुडेन्ट्स हामी जस्तो केसीको स्टुडेन्टलाई जहिले ओपन हो तर नन इन्जिनियरिङ स्टुडेन्ट हुन्छ नि यस्तो के भन्छ किचेन लेजर कटरहरूको के छ नयाँ भनेर नि दे क्यान गो एन्ड एक्सपिरियन्स इट है काठमाडौँ इन्जिनियरिङ कलेजमा मेकर स्पेस मलाई थाहा थिएन यार यो कता कता देखेर चाहिँ हो कता इन्स्टाग्राम आइडी छ ए नयाँ अहिले नयाँ बिल्डिङमा हो ठ्याक्क केसीको अपोजिटमा एउटा बिल्डिङ छ नयाँ हाम्रो टिभी हस्पिटलभन्दा अलि यता त्यहाँनिर 3rd फ्लोरमा छ एकदम ठुलो स्पेस लाइक एकदम टुल्सहरू सबै छ गो एन्ड एक्सप्लोर एकचोटि भन्छु म होइन म जान्छु एकचोटि गएर यो चाबी हालेर जानु पर्यो यसमा कुनबाट बन्या हो यो भन्दै कसरी हो भन्दै सिक्न नि हुन्छ नि त एकदम टुल्सहरू युजफुल टुल्सहरू छ क्या हामीलाई डेली लाइफको लागि पनि स्किल्स सिक्न पनि एकदमै रमाइलो ठाउँ छ सो if you are interested in laser cutting 3D printing please check out KC Maker Space उहाँहरूको लिङ्क हामी डिस्क्रिप्सनमा राखिदिन्छौँ है आजको एपिसोड चाहिँ अब ल कन्क्लुड गरौँ बट गीत बिना त कन्क्लुड हुँदैन यो गीत बिना चाहिँ गिटार नलिआयो नि त यार ठिक छ 2 लाइन रास न के छैन 2 लाइन जाम कि मलाई फेरि यो गाह्रो लाग्ने हो कि गिटार बिना हेरी होइन तर एक हामी टाइम लिगौँ है त ल ठिक छ म गीत भन्दा पनि अब गिटार नभइकन मलाई गीत चाहिँ कस्तो लाग्दैन किनकि यो बानी नै त्यही भयो होइन त्यही भएर म एउटा गीत चाहिँ गीतै भयो होइन त्यसलाई चाहिँ म लिरिक्स चाहिँ कस्तो छ भनेर बुझाउँछु है त अलिकति कम्फर्टेबल हुँ है बेलले छ्यापिरहेको छ गिटार भने लिएर आउँथ्यो नि त एक हानिदिनु हुन्थ्यो नि त बसेर यहाँ मेरो गीत हालिदिनु मिल्दैन कपिराइट लाउँदिनँ म अलि र नेचुरली केओटिकै होस् न के ल यो गीतको नाम चाहिँ अप्सरा हो होइन अनि यो गीतले चाहिँ के भनिरहेछ भन्दाखेरिमा चाहिँ
यस्तो एउटा पर्सनालिटीलाई डिफाइन गरिरहेछ कि त्यो यति राम्रो छ कि त्यो कुरा होइन कसरी नै डिफाइन गरौँ भनेर ऊ आफै त्यसमा लेखिरहेछ क्या के हो चाहिँ राम्रो पनि त अब राम्रो अब स्टार्स पनि राम्रो हुन्छ होइन त्यसपछि यो रुखहरू हेऱ्यो यो पनि राम्रो हुन्छ अब के हो यति राम्रो छ कि त्यसलाई के भनेर भन्ने क्या त्यही भएर यो गीतको नाम चाहिँ मैले अप्सरा भनेर राखिदिएँ होइन फुलको बगैँचा हौ कि तिमी हौ अप्सरा कोइली जस्तै बोली तिम्रो हाउभाउ झरना यहाँ चाहिँ के भन्यो फुलको बगैँचा हो कि तिमी हौ अप्सरा कोइली जस्तै बोली तिम्रो हाउभाउ चाहिँ झरना अनि त्यसपछि यस्तै छ गीत चाहिँ अनि त्यसपछि चाहिँ मैले के भन्छु भन्दाखेरिमा चाहिँ एकदम राम्रो लागिसक्यो नि त अनि त्यसपछि मलाई त्यही प्रिजेन्समा चाहिँ एकदम म यहाँ हुनको लागि एकदम ग्रेटफुल छु अनि यहीँ बसिरहन चाहन्छु होला छ रम्न देऊ मलाई रम्न देऊ तिम्रो मनको आँगनीमा भुल्न देऊ मलाई डुब्न देऊ तिम्रो शीतल छाहरीमा धन्यवाद भेरी गुड आई मिन आई मिस प्रज्वलको सिङ्गिङ है म प्रज्वलको कति धेरै हुन्छ नि पर्फर्मेन्सहरूमा त्यहाँ छु फुलचोकमा पनि आएको नि त पनि म थिएँ होइन थ्रु द होल पर्फर्मेन्स होइन अनि बत्ती गएको थियो त्यो बेला रिमेम्बर बत्ती गएर कति बेला कुर्नु परेको थियो आई वाज देयर होइन अनि आई अलवेज मिस किनभने यसले वेनेभर आई सी यु जो पनि कलेजको हुन्छ नि यस्तो गुड मेमोरिज भएको मान्छेहरू कलेज लाइफ याद हुन्छ क्या त्यो एक्कासी हुन्छ नि म कलेजमै छु हुन्छ नि हामी त्यही बास्केटबल कोर्टमा कहिले के राति दृष्टिको लागि बसिरहेछौँ हुन्छ नि म्युजिक इभ हुन्थ्यो के इभ हुन्थ्यो होइन त्यसको लागि रमिरहेछौँ भन्ने याद हुन्छ सो थ्याङ्क यू यार वान्स अगेन एकदम 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 ल तिमीलाई पनि एकदम थ्याङ्क यू तिमी आउने गरेछौ कि छैन यतापट्टि ओके सो वी विल सी अब पाइपलाइनमा होइन होपफुली आउँछ नि होइन सो गाइज होपफुली यसपालि चाहिँ अलिकति केओटिक भए पनि अथवा कुरालाई डिकोड भयो नि एभ्रिथिङ वेन्ट गुड होप टु क्याच यु अन द नेक्स्ट वान signing out with melodies, full of melodies. Chaos and kura. That's it for the chaos today. If you like your conversations unfiltered, hit subscribe, comment down below and share it with a friend. Stay curious, embrace the mess and catch you in the next one.